Hello, guys. Welcome to our second episode of our podcast. Today we have special guest all the way from Thodi, two of the main rappers from Thodi. So first of all, please introduce yourself. थ्याङ्क यू सो मच दाई Mm. मेरो नाम चाहिँ खास विराजन थिङ हो Yes. अँ, तपाईँको मलाई- स्टेज नेम चाहिँ मेरो स्टेज नेम चाहिँ खास अहिले रिसेन्टली मैले राखेको भनौँ होइन मेरो अर्कै थियो पहिला Mm. थिङ्गो थियो अँ, अहिले थिङ्गोबाट जेयुएनजी मतलब फक ए अँ, स्टेट आउट टिटाउन मतलब फक भाइको मेरो चाहिँ प्रतीक पन्त नाम एके अब पजलपी स्ट्रेट आएर ब्रह्मनगर वडा नम्बर 3। अब नामको कुरामा है फर्स्ट अफ अल सो नामको अहिले चेन्ज गर्यो भने नि त्यो जङ्गेको चाहिँ कसरी नाम अब डिराइभ गर्यो त्यसको मिनिङ चाहिँ स्टेज नेमको मिनिङ भन्दाखेरि दाइ यसको मिनिङ चाहिँ खास त्यस्तो मलाई चाहिँ केही लाग्दैन Mm. जङ्गे भन्दाखेरि एउटा त्यो लिँदाखेरि चाहिँ मैले भन्दाखेरि चाहिँ जस पुर्खौली जङ्गबहादुर राणा अँ, टाइप्सको ब्रेभरी टाइप सिट त्यो टाइपको हो एउटा चाहिँ मैले अगाडि चाहिँ थिङ्गो राखेको कारण चाहिँ खास मेरो सर नेम टाइपको एउटा मेरो कास्टको एउटा रेट टाइपको मैले गरेको थिएँ फेरि उम्. त्यो अलिकति अर्कै लागेर मैले फेरि यसलाई चेन्ज गरेँ खास चाहिँ त्यो हो जस अहिले कुल लाग्छ जङ्गे भन्दाखेरि अनि भाइको नामको मेरो चाहिँ अब दाइ अब त्यस्तो अब डिप त छैन होइन, अब डिपै बनाउने हो भने पनि डिप मिनिङ पनि छ दाइ होइन। तर अब क्याजुअल भन्नुपर्दाखेरि चाहिँ पजलपी अब डिपै लग्ने हो भने चाहिँ अब मैले चाहिँ राखेको भन्दा सुरुमा चाहिँ मेरो नाम खासमा वाइपी थियो कि होइन, वाइपी यङ प्रतीक भनेर वाइपी राखेको थिएँ होइन। हजुर अनि पछि चाहिँ अनि मलाई अलिकति बकवास लाग्यो भन्नुपर्दाखेरि स्ट्रेट होइन। अनि पछि चाहिँ अनि सोचेँ मैले एक रातभरि सोचेर राखेको नाम हो होइन। अब पजल पी भनेको चाहिँ अब सिम्पली अब पजल अब लाइफ भनेको एउटा पजल हो जुन चाहिँलाई चाहिँ अब म मिलाउन खोजिरहेको छु। अब पी भनेको त प्रतीक भइहाल्यो होइन। सो टुडे होइन तपाईँहरूलाई त अब थाहा नै छ यो टपिक के विषयमा हुन्छ भनेर हो। सो वी बेसिकली गर्न टक अबाउट ऱ्याप स्टफ हिपहप स्टफ होइन। अनि तपाईँहरूलाई चाहिँ अब हुन्छ नि फर्स्ट लभ जस्तै मान्छेको लभ हुन्छ अनि फर्स्ट लभ फर हिपहप चाहिँ कहिले भएको थियो भनौँ न। मेरो अब दाइ सुरुमा चाहिँ अब म हिपहप त्यस्तो सुन्थेन कि, अब बच्चातिर त्यो I wanna fuck you यो होइन, एकाउन्ट स्नुप टाइप्स, डगहरूको अँ। पुरा गाउँमा होइन अँ। सुन्थ्यो। अब तर त्यस्तो केही पनि थाहा थिएन। अनि स्कुल लेभलमा हुँदाखेरि चाहिँ मेरो भोकल एकदम राम्रो थियो कि, म चाहिँ सिङ्गर थिएँ भनौँ न। अब सबैले अब केही अब इभेन्टहरू भयो भने ल प्रतीक है गीत गाउनुपर्छ है यो त्यो टाइपको अब आएर नाइस भोइस अब हुन्छ नि त्यतिखेर होइन, दामी भोइस थियो। अनि अब राम्रो भोइस थियो। अनि मैले पप चाहिँ सुन्थेँ कि त्यतिखेर म आई वाज ह्युज फ्यान अफ क्रिस ब्राउन के, म क्रिस ब्राउनको ह्युज फ्यान त्यतिखेर कि म क्रिस ब्राउन अब पपहरूलाई सुन्थेँ। अनि पछि चाहिँ अब एसीतिर अब 9 क्लासतिर 10 क्लासतिर गइसकेपछि अब भोइस चेन्ज भयो कि, टेक्स्चर चेन्ज भयो कि। अनि अब मैले पहिलाको जस्तो गाउन सकेन कि। अनि त्यतिखेर चाहिँ अब हिपहपहरू सुन्न लाग्यो, अब स्नुप डगहरू त्यतिखेरको होइन, ड्रप इट लाइक अ हार्ट त्यो होइन, अब स्नुप डगहरू सुन्न लाग्यो यताउति। अनि त्यसपछि चाहिँ अनि मैले हल्का अब हिपहपतिर जान लागेँ। अनि म जब 10 क्लासको बिदामा थिएँ अनि मैले अजय दाईलाई भेटेँ। अजय दाई भन्ने सारा छु एनेमी होइन, मेरो अब एकदम हिपहपलाई एकदम इन्ट्रोड्युस गराउने दाई हो होइन। अनि दाईले चाहिँ अनि मलाई अब सुनाउनु भयो कि एमिनेम टुपाकहरू यस्तो यस्तो आर्टिस्टहरू सुनाउनु। म चाहिँ स्नुप डगमा मात्रै झुन्डेर बसेको थिएँ होइन। अब हुन्छ नि अब जहिले पनि चिल टाइपको अब रुट्सलाई अब रुट्सलाई धेरै अब चाहिँ होइन, एकदम म चाहिँ स्नुप डगको ह्युज फ्यान त्यतिखेर चाहिँ। अब हुन्छ नि अब क्रिस ब्राउनबाट सरेर होइन त्यो हुन्छ। अनि दाइले चाहिँ अब स्नुप डग बाइकको पनि छ है भाइ भनेर अब सुन्न त अब पहिल्यैदेखिबाट सुनेको अब एमनेमहरू नि सुनिरहेको बेलामा। तर अब हुन्छ नि अब कोर तरिकाले चाहिँ हार्डकोर तरिकाले चाहिँ ल एमिनेम तिमीले चाहिँ हल्का मिस आउट गरिरह है, स्नुप डग बाइक पनि छ है भनेर एमिनेम अब टुपाकहरूलाई सुनाउनु भयो कि। अनि त्यहाँदेखिबाट अनि गाउँतिर ब्रह्मनगरतिर अब सब केटाहरूलाई थाहा छ मैले चाहिँ अनि सुरुमा चाहिँ अरूको इन्स्ट्रुमेन्टलहरूमा के, जस्तै एमिनेमको इन्स्ट्रुमेन्टलमा अब यम बुद्ध दाईहरूको इन्स्ट्रुमेन्टलहरूमा उनीहरूकै ऱ्याप हान्थेँ कि, युनिक पोइन्टको इन्स्ट्रुमेन्टलहरूमा उनीहरूकै इन्स्ट्रुमेन्टल बजाएर होइन उनीहरूकै ऱ्याप हान्थेँ कि। अनि दामी छ अझ रियल भन्दा नि दामी सुनेको छ भनेर भन्थेँ कि अब होइन। अनि हान्थेँ रमाइलो लाग्थ्यो जे होस्। अनि हिट हाने कि अब एक दिन चाहिँ हुन्छ नि अब कति अरूकै गीत गाउने, अब त्यस्तो तले भन्न त खोजेको होइन जे होस् हुन्छ नि कति अरूको गीत गाउने, अब आफ्नो पनि लेख्न ट्राई गरिदिउँ न त भन्ने टाइपको एउटा आयो होइन। अनि लेखेको अनि
राम्रो छ भनेर भन्यो हुन त गु जस्तो थियो सिधै कुरा भन्नुपर्दाखेरि त्यही हो अब बेसमा चाहिँ त्यतिखेर चाहिँ होइन अनि केटाहरूले नि जे होस् अब मोटिभेट गरिदिने दामी छ खतरा छ भनेर भनिदिने होइन अनि त्यस्तो तालले नै स्टार्ट भयो भनौँ न दाइ अब अहिले हाम्रो जङ्गे भाइको मेरो चाहिँ त्यस्तो खासै त्यस्तो त छैन होला जस्तो लाग्छ मलाई चाहिँ हजुर तर छ किनकि म्युजिक सुनिरहन्थेँ मैले गर्ने टाइममा भन्दाखेरि मैले सुन्ने टाइममा त्यस्तो म बाहिरको आर्टिस्टहरू खासै फलो पनि गर्दिनँ अहिले पनि रिसेन्टली नै म गर्दै गर्दिनँ पनि सुन्छु जस्ट फन टाइपले मात्रै हो पहिला चाहिँ त्यो त्यतिखेर चाहिँ अब आरएनबी टाइपमा हिपहप चल्थ्यो नि त नेपालमा त्यो टाइपले नै सुन्ने हो जस्ट इन्जोय टाइपको मात्रै गर्थेँ ऱ्यापहरू नि हुन्थ्यो बिचमा टाइपको त्यति बेला होइन त्यो टाइपको चाहिँ सुन्थेँ जस्ट रमाइलो घर टाइपको मिक्सचर कोलाबोरेसन थियो त्यति बेला एकोनले अनि एमिनियम मिक्स यस्तो टाइपको तर मैले चाहिँ नेपालको बडी सुन्थेँ त्यो बेला हजुर हजुर गिरिसहरूको पालामा टाइपको होइन त्यस टाइपको थियो कि जस अनि सुन्ने कपी पनि गर्ने अब लिरिक्सहरू कपी गर्ने यही कुरामा एउटा कुरा हाल्छु क्या जस्तै थोडी भन्ने ठाउँ चाहिँ अब मोस्ट अफ अल पिपललाई थाहा छैन होइन अब तपाईँहरूले चाहिँ यसको बारेमा इलेबोरेट गर्नु पऱ्यो कुन ठाउँमा के ठाउँ भनेर किनभने मोस्ट अफ अल स्पेक्टेटर्स हाम्रोलाई बेसिकली भन्नुपर्दाखेरि मलाई पनि थाहा थिएन होइन भाइहरू भेटिसकेपछि चाहिँ उहाँहरूले चाहिँ हाम्रो ठाउँ यस्तो यस्तो हो भनिसकेपछि चाहिँ हाम्रो यही कुरामा कुरा निक्लिँदाखेरि चाहिँ एकदम एक्साइटमेन्ट भयो हामीलाई पनि त्यो ठाउँ विषयबारे जान्नुको लागि अब ठाउँ कस्तो के कस्तो त्यहाँको सराउन्डिङ कल्चर कस्तो छ भन्ने कुरामा चाहिँ अब त्यसमा अलिक विशेष होइन अब त्यो हिपहप कल्चरमा अहिले भन्नुपर्दाखेरि मैले ब्याकग्राउन्ड चेक गर्दाखेरि मोस्ट अफ अल अब रिप्रेजेन्ट गर्ने चाहिँ मैले अहिलेसम्म हिपहपको तपाईँहरूको ठाउँबाट नै तपाईँ दुईजनै हुनुहुन्छ होला अब अरू त मलाई थाहा भएन होइन जङ्गे भाइ चाहिँ होइन ब्याक इन दोज डेज फर्स्ट त्यतिखेर चाहिँ यस्तो थियो अब त्यतिखेर थिएन पनि कोही पनि थिएन पनि अरूभन्दा डिफ्रेन्सिएट त बन्नु पऱ्यो नि त्यो मेन्टालिटी चाहिँ भएको खास चाहिँ अनि त्यही कारणले नै गरे अब गर्नु चाहिँ होइन त्यतिखेर फन टाइपमै गरेर अब त्यतिखेर अब गर्ने सुन्ने उनीहरूकै गर्ने तर आफ्नो मेन आफ्नोलाई त्यो चाहिँ निक्लिएको थिएन त्यतिखेर पछि गर्दै गर्दा चाहिँ पछि भएको यो चाहिँ कुरा होइन तर जस अरूभन्दा चाहिँ डिफ्रेन्टै गर्नु खोजिरहेको आफ्नो ठाउँमा अनि थोडी चाहिँ एक्चुअली एक्ज्याक्टली कुन प्लेसमा ट्याक्कै पर्छ भन्ने कुरा हो क्या मैले चाहिँ त्यो भन्नु खोजेको हाम्रो थोडी चाहिँ खास पर्सा जिल्ला पर्छ हजुर पर्सा जिल्ला हाम्रो सदरमुकाम चाहिँ वीरगञ्ज हो होइन जस एकदम सिट टाइपको हो कि एकदम रियल सिट टाइपको ठाउँ हो अब कतिलाई थाहै नै छैन थोरी भनेको त होइन वीरगञ्ज भनेको चाहिँ चिन्छ वीरगञ्जबाट दक्षिण लाग्नु पऱ्यो होइन त्यसपछि चिन्छ ठोरी चाहिँ कस्तो हो भनेर अहिले चाहिँ जस हाइलाइटमै छ जस ठोरी भनेर चिन्छ भने म्याक्सिमम् भन्दिनँ जस 100%मा 30-35% चाहिँ अहिले जस छ भनौँ हाम्रो पनि हात छ जस्तो लाग्छ अहिले चाहिँ हामीले गर्दा पनि त्यही भएर चाहिँ द्याट्स अ बिग अब युज हो नि अब आफ्नो ठाउँलाई रिप्रेजेन्ट गरेर होइन जे कुरामा पनि ल्याउनु भनेको होइन अब एउटा अब त्यो भनेको त एकदम डेप्थ ठाउँ रहेछ भनेपछि अब होइन अलिक भित्र नै पस्नुपर्ने लाइक भिलेज लाइफस्टाइल प्लस होइन रियल अब हुन्छ नि अनि एउटा हुन्छ नि अब तपाईँहरूको त्यो ठाउँबाट अब जस्तै अहिले काठमाडौँमा हुनुहुन्छ त्यो जुन त्यो मुभमेन्ट त्यो त्यहाँबाट आउनु हुँदा नै सुरु गर्नु भएको थियो कि यहाँ काठमाडौँ आइसकेपछि चाहिँ तपाईँले यो कुरा सुरु गर्नुभएको तपाईँले यस्तो म चाहिँ अब जन्मेको चाहिँ उतै हो होइन हजुर ठोरी बर्मनगरै हो हजुर जन्मेको चाहिँ त्यस्तै मलाई त थाहा छैन त्यस घरमा मम्मी बुवाले भन्दाखेरि चाहिँ म त्यस्तै 2-3 वर्षको थियो होला सायद बोडे बसे हो बोडेमा बसेपछि चाहिँ त्यस्तै बोडे मिन्स भक्तपुर मध्यपुर ठिमी हजुर अनि त्यस्तै म बोडेमा लाइक 8-9 वर्षको उमेरसम्म मैले बसेँ होला यतै हजुर यतैतिर जो चाइल्डहुड चाहिँ यतैतिर थियो भनौँ न त्यो टाइममा त्यतिखेर त अब त्यस्तै त हो नि होइन अनि पछि चाहिँ अनि फेरि ब्याक टु उतै भयो क्या फेरि त्यसपछि अब छुट्टै भयो फेरि भनौँ न अब त्यस्तो टाइपको थियो मेरो चाहिँ अब त्यता पनि छ यता पनि छ टाइपको मेरो दुवैपट्टि चाहिँ नलेज भनौँ कि के भनौँ होइन त्यसको अब यो चाइल्डहुड उता पनि यता पनि टाइपको छ मेरो त्यस्तो खालको छ अनि हाम्रो पजल भाइको मेरो चाहिँ अब दाइ मेरो त लास्ट धेरै ठाउँ छ दाइ यार अब भन न द माइक इज ओपन फर यु अब म जन्मेको चाहिँ खासमा सिमरामा हो होइन उता बारा जिल्लामा होइन हजुर जन्मेको चाहिँ सिमरामा हो तर मैले आफ्नो चाइल्डहुड स्पेन्ड गरेको चाहिँ अब हुन्छ नि हुर्केको चाहिँ आफ्नो मामा घरमा हो खासमा ब्रह्मनगर मेरो मामा घर हो तर अब खासमा त अब मैले त रिप्रेजेन्ट गर्नुपर्ने त आफू जन्मेको ठाउँ हो नि त तर अब
म जन्मेको ठाउँ भन्दाखेरि नि आफू हुर्केको ठाउँलाई अब मान्यता दिन्छु कि दाइ हुन्छ नि म त्यहीँ हुर्केको नि त दाइ मेरो बच्चादेखिबाट साथीदेखिबाट सबै सो म ब्रह्मनगरलाई रिप्रेजेन्ट गर्छु अनि हुर्केको चाहिँ ब्रह्मनगरमा अनि म 6 क्लास हुँदाखेरि चाहिँ अनि चितवन आएको चितवन पनि छ फेरि चितवन पनि सर्ट आउट छ चितवनलाई पनि हैन साराउ छु सिटाउन साराउ छु बी स्ट्रिट हैन सब केटाहरूलाई मेरो हैन दे अल नो हैन अब म चितवन आएपछि अनि अब त्यहीँ पढेँ ठुलमम्मीको घरमा बसेर हैन अनि त्यहीँबाट अनि मैले अनि बिस्तारै बिस्तारै अब ऱ्यापहरू स्टार्ट गरेको खासमा ऱ्याप स्टार्ट गर्दाखेरि चाहिँ म चितवनमै थिएँ अब अहिले राइट नाउ आई मिन बोर्डे हैन अब त्यही हो दाइ त्यसरी नै स्टार्ट भयो अनि एउटा स्पेसिफिक मोमेन्ट हुन्छ नि अब तिमीहरूलाई त्यो यादगार पल अब यादगार पलमा चाहिँ तिमीले त्यो ऱ्याप चाहिँ जहिले सुरु गर्यो नि लु म चाहिँ ऱ्यापर भएछु भन्ने टाइपको फिल भएको थियो नि त्यो चाहिँ तिम्रो कता यहाँ चितवनतिरै हुँदाखेरि भएको कि ब्रह्मनगरतिर कि कता भन्दाखेरि चाहिँ फिल मलाई अलिकति अब दाइ हैन भन्नु पर्दाखेरि त दाइ हैन अलिकति ऱ्यापर हो कि क्या हो भन्ने जस्तो टाइपको फिल भएको चाहिँ यहीँ आएर हो खासमा भन्नु पर्दाखेरि त्योभन्दा अगाडि त दाइ यार सिम्पल स्टुडियो जाने अब म चितवनमा बस्थेँ हजुर चितवनमा अजय दाइकोमा गर्थेँ म होइन एनिमी दाइकोमा गर्थेँ अब दाइ पनि अहिले हल्का यताउति आफ्नो कामले बिजी हुनुभयो अब दाइको नि हल्का छुट्टै लाइफ छ अनि म रेकर्ड गर्न यहाँ आउँथेँ के 6-7 महिना गीतहरू अल द वे फ्रम चितवन टु काठमाडौँ नो क्याब दाइ यार कसम म पैसाको जम्मा गर्थेँ होइन दिस इज डेडिकेसन गाइज दिस इज डेडिकेसन एक वर्ष म लिरिक्स लेख्थेँ सबै जम्मा गर्थेँ होइन अनि त्यसपछि सुरुमा चाहिँ म अजय दाइकोमा गर्थेँ फर्स्ट ऱ्यापहरू अब मान्छेले भन्छ मैले यस्तो गरेँ त्यस्तो गरेँ तर मैले चाहिँ अब जे होस् आम ब्लेस्ड फुल अब हुन्छ नि मैले चाहिँ अब ऱ्यापको स्टार्ट गर्दाखेरि नि अब जो दाइले चाहिँ मलाई ऱ्यापमा इन्ट्रोड्युस गर्नुभयो राम्रोसँगले त्यही दाइसँग अब घरमै सेटअप थियो दाइकोमै गएर हान्न पाएँ मैले अब छ मेरो पुरानो प्रोजेक्टहरू पनि अनि अब दाइको यताउति भयो अनि त्यसपछि स्टुडियो पाएन चितवनतिर अलिकति महँगो पनि भनिदिन्थ्यो त्यस्तो मान्छेहरू पनि थिएन अनि मैले यङ फ्लाको दाइलाई चिनेँ यता अब दाइको थ्रुबाट होइन अनि त्यसपछि अनि म 1 वर्ष जति लिरिक्स लेख्थेँ 5-6वटा गीत जम्मा गर्थेँ अनि पैसा जम्मा गर्थेँ अनि यहीँ आउँथेँ रेकर्ड गर्नलाई अब हुन्छ नि यहाँ आएर रेकर्ड गरेर फर्किन्थेँ फेरि त्यसो भने तिमीलाई केडिएन सिटीमा चाहिँ सोर्सको रुट चाहिँ हाम्रो जङ्गे भाइ जङ्गे दाइले एकदम जङ्गे दाइले आऊ भाइ गर यहाँ चिनेको छ केटाहरू यहाँ आऊ बरु भन्दा भनेर भन्नुभयो अनि आएर म जङ्गे दाइको घरमा बस्थेँ जङ्गे दाइले आफ्नै घरमा राख्नुहुन्थ्यो मलाई होइन अनि रेकर्ड गर्न जाने सब त्यसो भने थोडी टु केटिएम द सोर्स इज फ्रम मिस्टर जङ्गे होइन त हाम्रो जङ्गे भाइको ल यो हो नि त अनि जङ्गे भाइको चाहिँ के छ अब त्यस्तो स्पेसिफिक मोमेन्ट हाउ डिड यु अब तिमीलाई कसरी चाहिँ फिल भयो कि ल म ऱ्यापर रहेछु मेरो चाहिँ त्यस्तो मलाई चाहिँ फिल अहिले पनि हुँदैन होइन हजुर ऱ्यापरै भयो जस्तो चाहिँ लाग्दैन अहिले पनि जस मैले स्टडी गरेर छोडेपछि चाहिँ यहाँबाट ब्याक टु म ठोरिने थिएँ त्यसपछि फेरि मैले पढाइ छोडेपछि मैले अनि अब त घरमा त्यतिको बसेर त भएन नि त घरमा हुँदैन जे सुनिन्थ्यो म्युजिक त सुनिन्थ्यो त्यतिखेर चाहिँ जस हल्का हिपहप भनेको चाहिँ जस कानमा बजिरहेको थियो त्यतिखेर चाहिँ हजुर अनि त्यसपछि फेरि म काठमाडौँ झरेँ त्यसपछि काठमाडौँ झरेपछि चाहिँ अनि म अब कामसाम गर्नु थालेँ नि त कामसाम गर्नु पऱ्यो असल कामसाम गर्थ्यो काम अब त्यतिखेर सुन्ने मात्रै थियो क्या जस्ट सुन्ने अनि त्यो प्रपरली हिपहपमा चाहिँ जस्ट इन्भल्भ भएको थिएन म त्यतिखेर पनि पछि चाहिँ अनि अब मैले त्यतिखेर काम गर्ने टाइममा हेमा बुद्ध दाई ठ्याक्क बित्नु भएको दिनमा होइन माघे गते होइन बिस्दा होइन तर त्यतिखेर चाहिँ मलाई एकदम भयो कि जोस् यस्तो हुँदो रहेछ है आर्टिस्ट भनेको चाहिँ टाइपको त्यतिखेर फिल भएको मलाई चाहिँ अनि ओ यो चाहिँ रहेछ है भने चाहिँ अब मरेर गयो भने मान्छे चाहिँ अमर चाहिँ हुनु रहेछ है भन्ने टाइपको भयो कि यसले चाहिँ गर्दा चाहिँ मान्छे चाहिँ जस अमर होइन लङ लास्टिङै हो यो भनेको चाहिँ मान्छे नभयो भने टाइपको त्यो फिल भएर चाहिँ गर्नु न टाइपको एउटा फिल भएको थियो त्यही पनि गरेको थिएन मैले अब जस काममै हुने अब त्यो टाइपकै थियो गर्दा गर्दै जस त्यसरी नै भएको भन्नु अनि यही कुरामा अनि तपाईँले जुन भन्नुभयो नि यो कुरा त्यसो भने ऱ्यापको फर्स्ट एउटा तपाईँले क्रिएट गर्नुभएको प्रोजेक्ट चाहिँ त्यही पछि नै हो त्यही पछि नै भन्दाखेरि नि कि त्योभन्दा अगाडि पनि थियो त्योभन्दा अगाडि त यतिको नर्मली लेख्ने मात्रै थियो तर स्टुडियो बुथ चाहिँ थिएन सो यही सन्दर्भमा चाहिँ वाट वाज यर फर्स्ट ऱ्याप ट्र्याक चाहिँ के थियो त्यो अब छैन होइन जस मैले अब बुथमा जाने अब बुथ त अब त्यस्तो बुथ पनि अहिले प्रपरली छिरेको पनि छैन होइन
पनि स्टुडियो चाहिँ मैले देखेको पनि थिएन। अनि त्यही क्रममा अब गर्दै जाँदाखेरि अब पछि मैले के गरेँ भने मैले मेरो साथी थियो नि त हजुर द रियल एज होइन, अहिले चाहिँ उसलाई द रियल एज भनेर चिन्छ केटाहरूले नि होइन। पहिला त ऊ सञ्जीव भनेर बोल्ने मान्छे होइन मसँग त। अब 12-13 वर्ष 14-15 वर्ष त अब हुन्छ नि कन्ट्याक्ट छैन नि त। म पनि अब गाउँतिर भयो अब उतैतिर, अनि अब त्यस्तो केही पनि थिएन, लिङ्कअपै थिएन। पछि म अब गाउँबाट फ्री यता आएपछि अब जस थाहा पाउँछ नि त को कता कता छ सुन्छ नि त जे पनि। अनि त्यतिखेर अब फोनको कन्ट्याक्टमा फेसबुकको जमाना भयो नि त त्यतिखेर। अनि गर्दाखेरि चाहिँ अनि ठ्याक्क मैले भेटेँ क्या। अनि भेटेपछि नि उसलाई मैले अनि टेक्स्ट गरेँ कहाँ हो त यताउता भन्नु थालेँ होइन। अनि त्यहाँबाट अनि भेटिदिउँ भनेर टक्क भेटेको। त्यतिखेर चाहिँ मैले जस यति नर्मल लेख्दिएँ मात्रै, यस्तो बित्ति गरेको थिएन मैले। अनि भेटेँ त्यसपछि 12-15 वर्षपछि अब होइन सञ्जीवलाई भेट्दाखेरि त म त अलिकति जोस भेट्न जानु खोज्दै त अब हुन्छ नि त अब बच्चा दिएको होइन पन्टर टाइपको हो नि त, चड्डी साटेर लगाउने टाइपको हो नि त। अनि टक्क भेटेँ, अनि बोर्डिङमै भेटेँ। अनि त्यहाँबाट यस्तो हेर्छु त उसको त हुलियै फरक छ क्या, पुरै ऱ्यापर टाइपको हुलिया थियो उसको चाहिँ। अनि म चाहिँ अब जोस भइरहेको थियो त्यतिखेर चाहिँ उसले चाहिँ पुरा अब ट्र्याक स्याक ड्रप सप पनि उसको ड्रप सप पनि भइसकेको छ। अनि के हो तेरो त पारा छुट्टै छ त भने यस्तो यस्तो भन्नु थाल्यो होइन। ऱ्याप स्याप गर्नु थालिस् क्या भने मेरो गीत छ भन्नु थाल्यो होइन। सुनाइदियो क्या त्यतिखेर उसले त्यसको। अनि त्यतिखेर त्यसको बिकेटी स्क्वाड भन्ने गीत गरेको थियो फर्स्ट ट्र्याक उसको। अनि म त अनि त्यसपछि त अलिकति इन्सपिरेसन टाइप पनि भयो। यही कुराहरू चाहिँ हाम्रो प्रिभियस फर्स्ट पोडकास्टमा उहाँहरू हुनुहुन्थ्यो, यो कुराहरू गर्नुभएको थियो उहाँहरूले। हजुर अनि भन्नुहोस् अरू। अनि त्यही भयो होइन। अनि आफूलाई पनि भित्र त इन्ट्रेस्ट त छ टाइपको होइन। हजुर हजुर अब त्यो एउटा होइन अब वातावरण नभएको टाइप पनि अब साथी आफ्नै बच्चाको साथी भेटेँ यार अब त होइन गर्नुपर्छ गर्नु सकिने रहेछ भन्ने पनि त निस्किया टाइपको टाइपको गर्नु क्या हो भनेर जस्तो फिल भइरहेको मलाई। अनि हजुर गर्नुपर्छ टाइपको कुरा भयो त्यो। त्यसपछि अनि त्यसरी नै हो। अनि त्यसको फेरि ब्याक टु फेरि 1-1.5 वर्ष लाइक त्योभन्दा बढी होला, 2-3 वर्षै अझै ग्याप पनि भयो होला। त्यतिखेर म त्यस लेखिरहन्थेँ, लेख्ने सुन्ने गर्ने टाइपको हुन्थ्यो। हजुर अनि त्यसपछि फेरि अनि एज भेटेपछि अनि एजले पछि म पनि त्यतिखेर काम पनि गरिरहन्थ्यो, अहिले स्टिल पनि अहिले पनि काम पनि गर्छु। अनि उसले मलाई एउटा जस अप्रोच गरेर टाइपको भनौँ न साइपर छ होइन। अनि कस्तो हो के हो भने हाम्रो परिवार साइपर भन्ने एउटा गर्न लाग्छ केटाहरूले, 10-12 जना केटाहरू हुन्छ भन्नु थाल्यो होइन। हजुर वाइ नट गर्नु न भन्ने अब जस आफूलाई इच्छा छ नि त भन्ने भएर अनि गरिदिउँ न भनेर गरेँ। अनि त्यसपछि अनि हाम्रो यङ फ्लागा भेटियो मैले होइन जस। अनि त्यहाँबाट चाहिँ एउटा जस आफूलाई एउटा क्यामेरा फेस नगरेको मान्छे होइन, माइक नदेखेको मान्छे होइन, त्यतिखेर अब एउटा बाटो देखाउने मान्छे भनौँ न। अनि भित्र जान्छु त स्टुडियोमा केटाहरू 10-12 जना होइन, अब त्यहाँ आफ्नै पारामा दिइरहेको, आफू त अब नयाँ मान्छे चिनेको एकजना मात्रै होइन, एज मात्रै चिनेको मैले। त्यसपछि जस केटाहरू भेट्यो अनि गरिदिउँ न भन्ने फिल भयो, गऱ्यो। त्यसपछि चाहिँ अनि हल्का आफूलाई पनि एउटा हो गर्नु सक्ने रहेछ होइन। त्यही हो अब ऱ्याप हिपहप कल्चरमा चाहिँ होइन एकअर्काको सपोर्ट भनेको नै ठुलो कुरा होइन। अब इभन एकदम मान्छु क्या, आफूलाई इच्छा लागेको बेलामा अझ थिएन नि त ठाउँ जाने कता के हो प्लेटफर्म थिएन। एज भेट्यो त्यसपछि अनि फ्ल्यागो भेट्यो, त्यसपछि अलिकति केटाहरूसँग रहेछ है भन्ने टाइपको फिल भएर चाहिँ अनि त्यही भएको कारणले गर्दाखेरि चाहिँ भाइले चाहिँ हाम्रो पजल भाइलाई पनि त्यही सपोर्टिभ होइन गर्नुपर्छ भन्ने फिल भयो नि त। ओके द्याट्स ग्रेट होइन। अब केटाहरूको स्टोरी खतरा छ हो। अब त्यही कुरामा चाहिँ अब हामीले यहाँ बेसिकली अब यहाँ यो एरिया ठाउँको बारेमा त धेरै सबैलाई नै थाहा छ हो। अब बेसिकली आई वुड लाइक टु फोकस अन योर थोडी के अब त्यो चाहिँ त्यहाँ पनि यस्तो ऱ्याप सिनहरू कस्तो छ होइन। अब कि तपाईँहरू मात्रै हो भन्ने कुरा अब त्यो त हामीलाई पनि थाहा भएन होइन। अब तपाईँहरू त्यहीँ बस्नु भएको, अब त्यसको बारेमा चाहिँ अलिक इलेबोरेट गर्नुहोस् कि अलिक विस्तृत हुन्छ नि अलिक त्यो टाइपको। थोडीमा ऱ्याप सिन भने त फक्टबै छ होइन, फुल्ली नै हो त्यो त भन्नै पर्दैन होइन। किनकि सोसाइटी नै अब हुन्छ नि त्यो टाइपको नै छ, किनकि अझ पनि यो जेनेरेसन चेन्ज भएको छैन कि त्यहाँनिर त्यो टाइपको छ अहिले पनि। अलिअलि भयो होला टाइपको हो तर त्यस्तो छैन क्या। तर नयाँ म्युजिकहरू चाहिँ केटाहरूले लाँदैछ सुन्दैछ भन्ने कुरा गरिरहेछौँ, भाइहरू पनि जन्मिरहेछ, हामीलाई हेरेर पनि जन्मिरहेछ, म त्यो 100% भनिदिन्छु होइन। हामीले अहिलेसम्म के नगरे पनि हामीलाई देखेर पनि गर्न ट्राई गरिरहेको, तर उनीहरूकोबाट पनि सपोर्ट छ भाइहरूलाई। अब प्रेजेन्टको कुरा त भयो होइन, हामी अलिकति पछाडिको कुराहरू गर्छौँ होइन, रिलेटिभली विथ यर पर्सनल
लाइफहरू टाइपको हुन्छ नि अब तपाईँको कसरी चाहिँ चाइल्डहुड चाहिँ कस्तो थियो भन्ने कुराहरूमा चाहिँ अब दुईजनाको हाम्रो जङ्गे भाइको कस्तो थियो चाइल्डहुड कस्तो उयोबाट आयो भन्ने कुरा त अब अघि नै पनि भनिहालेँ बुढो यताउता बस्ने तर ठोडीमा चाहिँ कस्तो थियो लाइफस्टाइल ठोरीमा लाइफस्टाइल कस्तो थियो भन्दाखेरि अब दाइ हाई स्कुल टाइममा त एकदम अब हुन्छ नि कुनै हो होइन ब्याक बेन्चर सिधै हो होइन ब्याक बेन्चर हो अनि त्यो गोजीमा पनि डाँडो बोकेर गइदिने टाइपको हो होइन हजुर त्यो टाइपको थियो अब जातले पाएको हातले खाएको भन्छ नि दाइ यस यस त्यो टाइपको थियो अब त्यस्तो अब जस सबै टाइपको थियो भनौँ न त्यहाँ चाहिँ अब किनकि हाम्रो अब नाका साइड पनि परेर होला अब हाम्रो मधेस एरिया पनि पर्यो हजुर होइन इन्डियन भाइबहरू होइन साउथ भाइबहरू त्यही त म भन्छु कि त आई हेभ हर्ड यर ट्र्याक्स होइन हिन्दीमा पनि ड्रप गर्नु हुँदो रहेछ नि तपाईँले ओके त्यही भएर नि होला सायद अनि चाइल्डहुड सानोमा अब उता बोर्डेतिर नि थियो मेरो हल्का फुल्का त्यस्तो थिएन अनि अब गाउँतिर ठोरीतिर चाहिँ के थियो भने अब त्यही टाइपको हो क्या अब त्यहाँ चाहिँ अब कस्तो भन्दाखेरि अब त्यस्तो त्यति बेला जस्ट इन्टरनेट कनेक्सनहरू त्यस्तोहरू के एक्सेसहरू के थियो इलेक्ट्रिसिटी मोबाइल दाइ लिटरली के दाइ टुकी के दाइ हग्दाखेरि पनि टुकी नै लिएर जाने हो कि मोबाइल त्यो टाइपको थियो क्या त्यो पोल पनि हालेको थिएन कि लाइटको फ्रम द्याट डेज होइन त्यहाँबाट चाहिँ सुरु गरेको होइन अनि त्यति बेला चाहिँ कसरी सुन्थ्यो त अनि म्युजिक चाहिँ यताउति यहीँ हुँदाखेरि चाहिँ बुवाले चाहिँ त्यो एउटा स्यामसङको लाइक होइन सोनीको कि स्यामसङको त्यो एउटा स्लाइडवाला मोबाइल आउँथ्यो क्या यस्तरी गर्ने खालको आउँथ्यो क्या त्यो किप्याड पनि भएको होइन मोबाइल थियो म बुवासँग अनि पछि उता ठोरीतिर गएपछि चाहिँ के भयो भने अब त्यतिखेर उतैतिर होइन एडमिसन भयो स्कुलमा पनि त्यो सालको थियो भने लाइफ चाहिँ मेरो अब एउटा छोरा पनि भयो है म यस्तो जिद्दी पनि थियो त्यो बेलामा त्यस्तो जिद्दी पनि होइन त्यो जिद्दी नै थियो भनौँ न अब जानलाई पनि अब हाम्रो ओडार स्कुल थियो त्यो ओडार भन्छ होइन अहिले पनि छ होइन त्यो उच्च मावि भन्छ होइन अनि त्यतिखेर अब हिँडेर जाँदाखेरि तपाईँको 45 मिनटदेखि लिएर लाइक 1 घन्टा जति लाग्थ्यो होला मेरो लागि भनेर पनि बाउ आमाले होइन त्यो मोबाइल बेचेर साइकल धरी किनिदिएर त्यो टाइपको थियो क्या अनि अब पढ्न त जाने नाम मात्रै हो त होइन पढ्न जाने हो त्यो पनि अब कस्तो खालको हुन्छ भने अब कतिलाई थाहा छ कतिलाई थाहा छैन होइन लाइक सर्ट बटम हुन्छ नि त्यो त्यो लाउने हो लाउने नाम मात्रै हो होइन तर लाउने तर त्यो अब ब्याक स्याक हुँदैन क्या दाइ यतातिर त त्यो मैले जिएको हो होइन त्यो त मैले देखेँ अब ब्याक स्याक हुन्छ टाई साई हुन्छ बेल्ट सेल्ट सब हुन्छ तर त्यहाँ त्यो थिएन क्या न बेल्ट न के न सक्स यो जुत्ता सुत्ता छैन केही पनि एउटा सर्ट प्यान्ट होइन यति हो सर्ट त अब पुरै त्यो रजनीकान्त पार पुरा ल्याङ 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 हल्लाउँदै कस्तो हुन्थ्यो भन्दाखेरि अब हामी स्कुल गयो नि अब चप्पल सबैले स्पाइडरम्यानवाला चप्पल आउँथ्यो कि त्यतिखेर स्पाइडरम्यानवाला ब्याटम्यानवाला चप्पल 100 रुपियाँमा आउँथ्यो एक जोडी होइन अब कस्तो हुन्थ्यो भन्दाखेरि अब जसको चप्पल छ लाएर आउँछ चप्पल अब हराउँछ कुन दिन के हुन्छ चप्पल नभएको दिनमा खाली खुट्टा नि आउँथ्यो अनि कसैले पनि जज पनि गर्दैन कि यो खाली खुट्टा आयो नोबडी क्यान फकिङ जज के अब हुन्छ नि सबैजना आफ्नै पारामा छ होइन किनकि किन जज गर्दैन भन्दाखेरि उनीहरू पनि चप्पल कहिलेकाहीँ खाली खुट्टै आउँथ्यो कि अब हुन्छ नि त्यस्तो त्यो फक टाइप बेल्ट के अब थाहै हुन्छ नि अनि हाम्रो भाइ पजल भाइ पनि तर के सिमरा चितवनतिर पनि बस्यो नि त त्यहाँ पनि सिचुएसन त त्यो थिएन होला अलिक डिफ्रेन्ट नै थियो होला एकदम त अब कस्तो हुन्छ भन्दाखेरि अब सुरुमा चाहिँ म चितवन केजी एलकेजी युकेजी चितवनमै अब समता शिक्षा निकेतन भन्नेमा पढेको म होइन म केजी पढेँ अनि एलकेजीमा गएँ अनि एलकेजीमा गएको 2 दिन 3 दिन पछि अनि अलि धेरै नै थाहा छ उसलाई भनेर युकेजीमा हालिदियो मलाई त्यो हुन्छ नि अब वाज फकिङ ट्यालेन्टेड के अब ट्यालेन्ट पहिलादेखि नै अनि युकेजी पछि चाहिँ अनि म स्टुडेन्ट भन्ने मान्छे हो गएँ उता ठोडीमा गएँ अब त्यतातिर त अब के अरे समता शिक्षा निकेतनमा टाई साई बेल्ट सेल्ट लाउने अब जुत्ता सुत्ता होइन अनि त्यहाँ पनि गएँ अनि युनिफर्म सिलाएँ अनि ट्याक्क पुरै अब भित्र हालेर हुन्छ नि सर्टभित्र चिटिकै भएर चिटिको गरेर गएको त्यहाँ त कहाँ डिफ्रेन्ट नि त्यहाँ त मैले कोही खाली खुट्टा आइदिरहेछ टाई पनि छैन बेल्ट पनि छैन दाइ होइन अनि अब बिस्तारै बिस्तारै अब त्यहाँको भुल्दै गयो अब दाइ हुन्छ नि अब यस्तो हुन्छ नि दाइ अब अलिकति डेभलप भएको ठाउँमा त अब शिक्षादेखि लिएर सबै कुरा हुन्छ नि त त्यो त त्यस्तै विगत हो क्या अब टुकी बत्तीको जमाना टाइममा हो टुकी बत्तीको जमाना त्यो लालटिन साल्टिनको टाइममा हो होइन अब सर्ट बटम लगाउने हो तपाईँको अनि अब हुन्छ नि ब्याग त छैन त्यो
बुकहरू होइन कपीहरू सब पछाडि हाल्ने क्या पछाडि हाल्ने यो टाइपले यहाँ बाँध्ने हो हुन्छ नि त्यो अब के भन्नु 90s टाइपको नि भनौँ 90s चाहिँ अब 90s त पुरै 90s भन्नु मिल्दैन जस 90s नै भनौँ न 90s को भाइबले छुइसकेको म होइन त्यतिखेर चाहिँ त्यो टाइप जान्थेँ अब फेरि जानिने कस्तो पाराले भनौँ न तपाईँको अब साइडमा अब 2-3 जना हुन्छ साथीहरू तर साइडमा फेरि कुकुर पनि हुन्छ खेल्दै स्कुल गएको भन्ने नाम मात्रै तर त्यो टाइपको थियो जे होस् अब हामीले धेरै कुरा गर्यो तपाईँहरूको पास्टको बारेमा होइन एकदम इन्ट्रेस्टिङ रहेछ अब त्यो ठाउँबाट आएर चाहिँ एउटा होइन त्यस्तो फेजबाट आएर चाहिँ अहिले केटाहरूले गरेको रहेछ भन्ने हामीले स्ट्रगल देखिरहेको छौँ होइन अनि अब प्लस चाहिँ अब बेसिकली अब यो ऱ्याप हिपहप कल्चरमा पनि तपाईँहरूले अब धेरै योगदान दिएको रहेछ होइन आफ्नो ठाउँको लागि सो लाइक लेट्स फोकस अन दिस टपिक है अब स्पेसली अब हाम्रो तपाईँको ब्याकग्राउन्ड ओरिजिन्सको कुरामा अब के स्पेसिफिक एउटा मोमेन्ट चाहिँ थियो नि त्यो चाहिँ अब जब तपाईँले ऱ्याप सुरु गर्नुभयो त्यो चाहिँ स्पेसिफिक मोमेन्ट चाहिँ कुन थियो एउटा तपाईँको यादगार हुन्छ नि एउटा याद गर्ने दिन चाहिँ ऱ्याप गर्दाखेरि पजल पी भाइले चाहिँ तिम्रो फर्स्ट यादगार चाहिँ के थियो त अब के भनिँदा होइन अब तपाईँले ट्याक्कै क्वेसन सोधिहाल्नु पर्दा होइन ट्याक्कै दिमागमै आएन कि होइन अब हुन्छ नि तिमीले ऱ्याप एउटा लेखेको थियो अब त्यो चाहिँ कसको लागि डेडिकेसन भन्दाखेरि नि अब भर्खरै ऱ्याप स्टार्ट गर्न लाग्यो तिम्रो फर्स्ट आफूले क्रिएट गरेको ट्र्याक चाहिँ ल है म भन्छु है त्यतिखेर सारा चाहिँ डोब्जे होइन डोब्जे दाइले ऱ्याप हान्नुहुन्थ्यो मैले चाहिँ ऱ्याप हान्थेन कि म चाहिँ जस्ट लिसनर अब हुन्थ्यो नि अब एक दिन राजा दाईहरूसँग सारा राजा दाई दुवैजना राजा दाई होइन अनि राजा दाईहरूसँग गएँ रामनगर गएँ अब केटाहरू अब जक्सनमा होइन अब सिन्दुरे घारीमा होइन अब टु सेट होइन चिलीमा हानिरहेको थियो सबजना अनि डोब्जे दाईले खतरा ऱ्याप हानिरहेछ कि अब हुन्छ नि उनी ऱ्याप हाने कि होइन उसले हान्यो अनि खतरा लाग्यो कि दाई डोब्जे दाई चाहिँ फ्रम ब्रह्मनगर तर अब के अरे दाई के अरे नयाँ बस्ती पुरानो बस्ती अनि डोब्जे दाई चाहिँ रामनगरबाट अनि रामनगरमा अनि खतरा हानिदिरहेको कि दाई हुन्छ नि अब अनि मलाई दामी लगाइरहेको कि दाई अब हुन्छ नि अनि अब त्यहीँदेखिबाट अब स्टार्ट गरेँ अब देखेर हुन्छ नि अब ट्रु सेट होइन किन झुट बोल्ने दामी लाग्यो क्या ऱ्यापस्याप हानेको होइन अनि मैले इन्स्ट्रुमेन्टलहरूमा मात्रै हान्थेँ अनि होइन मैले पनि स्टार्ट गर्नुपर्छ त्यो फर्स्ट ट्र्याक चाहिँ के थियो त तिम्रो त्यही त अब स्टार्ट गर्नुपर्छ भनेर लाग्यो अनि सुगम साथीहरू अब मेरो बच्चैदेखिबाट साथी हो सुगम चाहिँ अनि म जुन स्कुलमा पढ्थेँ झ्याला स्कुल भन्छ कि अब भन्दा त श्री नेपाल राष्ट्रिय यस्तो के छ होइन सरस्वती अब त्यही त नेपालमा भएको 90% अफ द स्कुल गाउँको त्यही श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय त्यही त हो नि हाम्रो त्यस्तै थियो त्यहाँ रुख छ कि एउटा रुखको तल अब मैले फर्स्ट चाहिँ होइन लेखेन कि बुक अब मान्छेहरूले भन्छ पाना र पेपर मैले पाना र पेपरमा चाहिँ लेखेन कि फर्स्ट ऱ्याप नोटमा त्यो मोबाइलको नोट जुन हुन्छ नि त्यसमा अनि लेखेको थिएँ कि ट्र्याक बाल छैन केही पनि भन्ने लेखेको थिएँ होइन गु छ ट्र्याक गु छ होइन क्याप दाइ होइन अहिले चाहिँ त्यो रेकर्ड छ त्यो रेकर्डेड पनि छ रेकर्डेड पनि छ दाइ ओके ओके अब यो चाहिँ हाम्रो अडियन्सहरूले होइन उसको त्यो हाम्रो पजल पी भाइको त्यो फर्स्ट ट्र्याक चाहिँ चेक गर्नु पर्यो होइन अनि तपाईँहरूले चाहिँ अब त्यसलाई डिस्क्राइब गर्नु पर्यो वाट प्राइभेट राखे होला साइड होइन त्यो होइन बाल छैनको त्यो फर्स्ट टाइम लेख्दाखेरिको होइन टु मच बेबी राइम होइन तर त्यो बाल छैन भन्ने वर्डलाई नै मैले रिमेक गरेर चाहिँ नयाँ बनाएको थिएँ आइ डोन्ट गिभ अ फक भन्नेवाला त्यो चाहिँ छ युट्युबमा अरू त प्राइभेट राखेँ ल सर्ट आउट त्यो ट्र्याकलाई चेक आउट गर्नु लागि यु सुड चेक आउट द्याट ट्र्याक होइन त गुनै छ तपाईँहरूलाई राम्रो लाग्ला ओके ओके फ्याक्स एकदम रमाइलो भइरहेको छ भाइहरूसँग कुरा गर्नु होइन अनि हाम्रो जङ्गे भाइको पनि त्यही त होला होइन अब फर्स्ट ट्र्याक त त्यही हाम्रो साइफर नै होला फर्स्ट ट्र्याक त्योभन्दा अगाडि त्यही मैले यसरी गरेको थिएँ त्यो एउटा के थियो भने त्यो एउटा जोस भव्य टाइपको एउटा के टाइटल जस्तो थियो त्यो चाहिँ हजुर त्यतिखेर चाहिँ मैले त्यतिखेर म सिमरामा चाहिँ म त्यतिखेर 1 महिनाको लागि जब गर्न गएको थिएँ दसैँको टाइममा पैसा थिएन नि त हजुर अनि त्यतिखेर जबलेस टाइपको थियो अनि दसैँको बेलामा आफूलाई अलिअलि चाहिन्छ खर्च भनेर चाहिँ म 1 महिना चाहिँ म काम हान्छु भनेर गएको थियो त्यतिखेर अनि मलाई कसले भनेको थियो एउटा जस नामै बिर्सिदियो मान्छे होइन एउटा एप छ त्यसबाट पनि मिल्छ है गर्नलाई भन्ने टाइपको मलाई त्यो भनेको थियो अनि मैले त्यो अनि एउटा सिङ प्ले भन्ने एप थियो कि त्यो बेलामा सिङ प्ले भन्ने एप थियो होइन एन्ड्रोइड फोन थियो होइन स्यामसङ त्यस्तै त्यो ड्युज के टाइपको आएको थियो होइन अनि मैले त्यतिखेर चाहिँ अनि एयरफोनमै त्यो जोडेर अनि तपाईँको ट्र्याक प्ले गरेर होइन अब त्यतिखेर त अब लेख्ने थिएन त्यतिको माइन्डमा सेट गर्ने टाइपको थियो त्यो बेलामा चाहिँ
जस एक भर्स टाइपको त्यस्तो थियो मैले लेखेको चाहिँ त्यतिखेर जस रेकर्ड पनि आफूले गरिरहेको छ मोबाइलबाट होइन त्यहाँबाट ट्र्याक पनि प्ले भएको छ अनि आफूले नै हानेको छ एउटा स्टोर टाइपको रुम थियो कम्पनीमा टावर भन्ने कम्पनी हो अनि त्योभित्र गएर आफै एक्लै बोलाएर बस्छु त्यो मैले एउटा जस ट्र्याकै भने जस्तो चाहिँ एउटा भन्नु त्यो आफ्नो फर्स्टको फर्स्ट एउटा त्यो चाहिँ मैले त्यो चाहिँ रिमेम्बरेन्स त्यो ओके द्याट्स ग्रेट त्यो अर्को मोबाइलमा छ अर्को त्यो मोबाइलमा अहिले पनि छ ओपन फ्युचर वी क्यान त्यो सुन्नु पाउँछौँ होला रिमेक त्यसको होइन अब त सुन्नु पऱ्यो नि त आफ्नो रुट्सलाई त भुलिनु भएन ओके सो अब हामी अर्को टपिकमा जान्छौँ कि है अनि अब रिलेटिभली विथ द ऱ्याप कन्टेक्स्टै अब चाहिँ है अनि त्यसमा चाहिँ अब तपाईँहरूले ऱ्याप गर्नुभयो होइन अनि जुन ऱ्यापबाट तपाईँहरूले जुन मेसेज दिनुहुन्छ नि त्यस चाहिँ कस्तो खालके जान्छ भन्ने कुरा आजकलको हाम्रो पब्लिकले अब सुन्छन् होइन तपाईँहरू चाहिँ कस्तो टाइपले लेख्नुहुन्छ र कसलाई फोकस ज्यादा हुन्छ भन्ने कुराहरू तपाईँको राइटिङ स्टाइलहरू चाहिँ कस्तो छ भन्ने कुराहरू अब अहिले सबैले खुकुरी नै हानिरहेको हुन्छ दाइ खुकुरी बङ्गचरा सम्झेर हानिरहेको हुन्छ म चाहिँ त्यस्तो हान्दिनँ दाइ कतिलाई बन्जरो पनि थाहा छैन यो स्ल्याङ चाहिँ के हो मैले बुझिनँ फेरि भाइ अब त्यो सबैजना ग्याङ्स्टर दाइ अब म चाहिँ कस्तो तालले लेख्छु भन्दाखेरि अब टपिकमा लेख्नु पर्यो भने पनि टपिकमा नि लेखिदिन्छु तर अब हुन्छ नि अब छ मेरो 2-3टा गीतहरू एउटै टपिकमा बसेर लेखेको गीतहरू पनि छ तर म चाहिँ अब हुन्छ नि अब 8 लाइन कुनै अर्कै टपिकलाई छुटाउँछु 8 लाइन अब छुट्टै तरिकाले किनकि सबै मान्छेलाई अब एउटै टपिकमा बसेर लेखेको मन नपर्न सक्छ नि त होइन एउटै गीतमा धेरै मेसेजहरू दिन पाउँछ त्यसो भने पजल पीको चाहिँ राइटिङ चाहिँ ग्याङ्स्टर ऱ्यापदेखि लिएर अब ओभरअल लाइक हुन्छ नि मेलोडिक सबैजना अब युनिभर्सल बार्स हुन्छ सबैतिर दाइ होइन एउटै गीतबाट मैले धेरै टपिकहरू हानिरहेको हुन्छ मलाई एउटै टपिकमा ह्याङ लाग्छ सिधै कुरा होइन मोनोटोनस हुन्छ लिसनरलाई पनि होइन अलिकति होइन एउटै टपिकमा भएको नि तर ह्याङ लाग्छ लामो लेखिदिन्छु म सबै टपिकमा लेखिदिन्छु एउटै गीतमा अब त्यो बेस नै अब क्रिस ब्राउन त्यसपछि फेरि स्नुप होइन ओभरअल मिक्सचर छ फुल्ली ओल्डबाट आएको दाइ अब अहिले चाहिँ अब नयाँ नयाँ अनि हाम्रो जङ्गे भाइको राइटिङ स्टाइल चाहिँ बेसिकली कस्तो टाइपको लेख्छ मैले त कस्तो टाइपको भन्दा अब सबै मेरो त मिक्सै हुन्छ दाइ मेरो प्रपरली त्यो स्टोरी टाइपको यो एउटै टपिकमा चाहिँ मैले पनि गरेको छैन ट्राई चाहिँ गरिरहेको हुन्छ जस गरेको छैन भन्नु मिल्दैन जस लिरिकलीको चाहिँ त्यो म त्यसरी गरेको छैन ट्राई चाहिँ गरेर हुन्छु यो टपिक चाहिँ भनेर चाहिँ मैले चाहिँ जस अहिलेसम्म गरेको छैन भनौँ न त्यसो भने चाहिँ तपाईँले राइटिङ लेख्दाखेरि चाहिँ रिलेटिभली विथ यर लाइफस्टाइल पनि लेख्नुहुन्छ होइन धेरै भर्स चाहिँ आफ्नो लाइफमै रिलेटेबल छ अहिलेसम्म जति ट्र्याक ड्रप गरेको छ जुन चाहिँ युट्युबमा चाहिँ छ त्यो भनेको चाहिँ आफ्नो लाइफस्टाइल बारेमै लेखेको छ एकदम त होइन के हो भन्दाखेरि अब चाहिँ आफ्नो भ्याम्न सुरुमा बल्ल अरूको भनौँला नि त अरूको भनेर के गर्ने आफैले त्यो हुन्छ द्याट्स फ्याक्ट्स मेन कुरा त अब अरूलाई भन्दा नै पहिला आफूलाई फोकस गर्नु छ त्यही भने अरूलाई पोर्ट्रे गरेर के गर्ने त अहिले नै सुरुमा आफूलाई खोतालौँ न भन्ने टाइपको हो त्यो त्यस्तै डिपमा नि सोध्नु पर्दैन कुनै कुराहरू यतिकै आफूले नदेखेको अब नगरेको कुराहरू नि त इमेजिनेसन गरेर नि गरिन्छ होइन त्यो कुरा छुट्टै भयो त्यसो भने अहिलेसम्म जुन पहिलाको जङ्गे र पजल पीबाट चाहिँ अलिक इभल्भ हुँदै आएको पनि छ भनौँ न होइन धेरै चेन्जेस आएको छ यो इन्टरेक्सनबाट थाहा पायो होइन अनि हाम्रो चाहिँ अर्को चाहिँ टपिक चाहिँ होइन लिगेसी हुन्छ नि एउटा राख्ने अब जे होस् अब लिगेसी राख्ने हिसाब थोडीबाट चाहिँ निस्केको डाँडो अब होइन राख्नु पर्यो दाइ त्यसैको लागि नै अहिले यत्रो कुर्बान गरिरहेको छ थाहा छ नि थाहा छ म भन्दिनँ त्यस्तो घमण्डले भनेको होइन दाइ होइन तर अब छ थोडीमा नि गर्नेहरू छ तर होइन अब हामीलाई चाहिँ लाग्छ हामीले अलिकति छुट्टै तरिकाले रिप्रेजेन्ट गरिरहेछ होइन छ फेरि त्यो पुस हो नि त सबैजनालाई तिमीहरूले गर्नु भनेको नै पुरा आफ्नो सोसाइटीलाई पुस हो केटाहरूलाई अलवेज वेलकम होला नि त आफूहरूको अलवेज वेलकम दाइ होइन इफ यु आर कमिङ कस्तो तालले लिन्छ होइन त्यो कुरालाई ए मुली दुईजना होइन ए मुली चलबल दिन्छ फक द्याट मुली चलबल दिन्छ मुली होइन बाल भएन अब त्यस्तो तालले सोध्छ भने त्यस्तै तालले सोध्छ तर जहिले नि रिप्रेजेन्ट के अलवेज के आऊ मुली हातसम्म मुली होइन रिप्रेजेन्ट गरौँ सँगै होइन त्यो टाइपको हो कि कुरा हुन्छ नि फेरि टेरेन भन्दै के हो त्यो चाहिँ फेरि कर्मनगर वडा नम्बर 3 डेन्जर जोन भाटा ग्याङ हो त्यो भाटा ग्याङको एक्चुअली मिनिङ चाहिँ के ठाउँको नाम हो कि भाटा त्यो भने चाहिँ यस्तो हो भाटा ग्याङ भने चाहिँ मैले पनि अब बाउहरूको पालामा देखाएको भएर हो क्या खास त्यतिखेर खुकुरी सुकुरी चल्ने तर बेस्ट प्रायोरिटी दिने भनेको भाटा दिने हो क्या भाटा प्लानिङ पनि तपाईँको त्यो स्टाइल हुन्छ क्या उताबाट आउँदैछ भने चाहिँ अलरेडी नै भाटा साटा सब काटेर सब
ठाउँ ठाउँमा होइन सेटअपमा राखेर अनि त्यसपछि अनि आउने बित्तिकै भाटा चार्छ क्या हान भाटा भन्ने त्यही भएर चाहिँ भाटा ग्याङ। अनि हाम्रो पजल भाइलाई चाहिँ भाटा ग्याङको के नलेजहरू के कस्तो? अब भाटा ग्याङ भनेको चाहिँ खासमा अब नयाँ बस्तीतिरको हो। अब दाइ चाहिँ नयाँ बस्तीको हो, दाइहरूले अब इस्ट्याब्लिस्ड गर्नुभएको हो होइन भाटा ग्याङ भनेको चाहिँ। ओके। अनि थोडीबाट त फेरि चितवन पनि बस्यो नि त। अब चितवनको लागि पनि अब केही चितवनमा कस्तो थियो लाइफस्टाइल? मेरो एकदम अब म 6 क्लाससम्म 5 क्लाससम्म पढेँ अनि 5 बाट 6 मा म चितवन गएँ, मम्मी घरमा बसेर पढेँ। अनि चितवनमा अब सुरुमा चाहिँ अब म बसेनी बस्थेँ अनि बसेनीमा भानुमावि पढ्थेँ। अनि स्कुल लाइफ सकिसकेपछि चाहिँ म कलेजमा गएँ, सप्तगण्डकी कलेजमा पढेँ। अनि म के अरे ठुलमम्मीहरूबाट पनि सेपरेट भएर मम्मी र म मात्रै छुट्टै रुम लिएर बस्न लागेँ मालको चोकमा। त्यसपछि चाहिँ रियल सुरु भयो, रियल पजल पिस सुरु भयो। एकदम हुन्छ नि म एकदमै ट्यालेन्टेड मान्छे, बक्चोद चाहिँ एकदम बक्चोद होइन, तर जे भयो नि अब हुन्छ नि पढाइमा चाहिँ एकदम ट्यालेन्ट मान्छे हुन्छ नि। तर अब फक्टअप भयो कि अब कलेजमा गएपछि चाहिँ पढाइ नै बिग्रियो। अब त्यो स्कुल लाइफमा बसेर अब कहिले कलेज पुगौँला र मुनि गरौँला, अब दाइहरूलाई देख्थेँ नि त कलेजमा फ्रिडम यताउति भनेर। अनि त्यो फ्रिडमको फुल फाइदा उठाइदियो कि अब त्यहाँ गएर भेट्यो केटाहरू होइन। अब यताउति गेस्ट हाउस, सार आउट टु गेस्ट हाउस होइन, सार आउट टु वीरेन्द्र क्याम्पस होइन, हाम्रो अब जक्सन भनौँ न, केटाहरूलाई भेट्यो यताउति भयो। अब बिग्रियो अब हल्का भनौँ न होइन, अब सबै त के भनौँ जे होस् बिग्रियो। अब पहिलाको जस्तो चाहिँ रहेन म होइन। अनि त्यहाँबाट नै अब त्यो बिग्रेको बेलामा नै अब ऱ्यापको करियर पनि हल्का स्टार्ट। त्यसो भने अलिकति अर्कै कुराको इन्फ्लुएन्स पनि भयो धेरै एकदम टोटल होल। अब हुन्छ नि स्कुल लाइफमा जस्तो मलाई साथीहरूले देख्यो अब 3-4 वर्षपछि अब देख्छ नि त फेरि ल खतरा ल तिमी त चेन्ज भयो यार भन्ने टाइपको त्यस्तो अब भइदियो कि अब दाइ हुन्छ नि। ओके, ब्याक स्टोरी केटाहरूको एकदम रोमान्चक मुभी टाइप्स होइन रहेछ होइन। अब यही प्रोसेसमा चाहिँ होइन अब लेट्स टक अबाउट सम ऱ्याप स्टफ है अनि हिपहप स्टफहरूमा चाहिँ। अनि हाउ यु राइट योर सङको कुराहरू म अघि हामीले गरिसक्यो होइन। तर अहिले चाहिँ अब अहिलेको प्रेजेन्ट सिनेरियोमा चाहिँ कसरी लेख्छौ त? अब डाइरेक्टली लेख्छौ कि डाइरेक्टली आएर अब हुन्छ ट्र्याक सुनेर गर्छौ कि कसरी गर्छौ त आजकल चाहिँ? पहिला चाहिँ म कस्तो थियो भन्दाखेरि अब अलिकति म त हार्डकोरबाट आएको मान्छे नि त, बिस्तारै अब त्यतिखेर चाहिँ अब त्यति नयाँ न्यू स्कुल ऱ्यापहरू सुन्थेन। अब म पुरै ओल्ड स्कुल सुन्ने, एमिनेम टुपाकहरू मात्रै सुन्ने। अनि अब उनीहरूले त अब मम्बल ऱ्यापलाई अलिकति मन पराउँथेन नि त, सो म पनि मन पराउँथिनँ कि। सो म एकदम हार्डकोरमा स्क्रिटिक अब हुन्छ नि पहिला त अब यो अब 4 लाइन लेख्यो भने यो लाइनमा चाहिँ एउटा मेटाफोर खेलाउँछु, यसमा एउटा सिलिमिजहरू खेलाउँछु, मल्टीहरू खेलाउँछु, 2टा सिलेबल चाहिँ हुनै पर्यो भन्ने टाइपले लेख्थेँ कि। अनि बिस्तारै बिस्तारै पछि म अब न्यू ऱ्यापहरू पनि सुन्न लागेँ। अब नयाँ पनि मम्बल भए पनि लिरिकल्ली मम्बल हान्ने पनि हुने रहेछ है भन्ने पनि थाहा भयो होइन। त्यसपछि म मेलोडीतिर लागेँ। अनि अहिले चाहिँ के लाग्छ भन्दाखेरि त्यस्तो के बकवास हो कि त्यो मुली आफ्नो एउटा फिलिङ्स व्यक्त गर्नको लागि हरेक लाइनमा मेटाफोर्स हान्नुपर्छ, सिलिमिज हान्नुपर्छ, त्यस्तो लाग्दैन कि। लिरिकल्ली स्ट्रङ हुनुपर्छ एउटा ठाउँमा छ। अब लिरिकल्ली स्ट्रङ हुनु छ भने चाहिँ सबै वर्ड प्लेहरू यताउति खेलाउनुपर्छ। तर फिलिङ्स हो नि त, ऱ्याप भनेको त एउटा फिलिङ्स हो नि त होइन। त्यो जुन चाहिँ अडियन्सले चाहिँ इजिली लिसनर्सले चाहिँ क्याच गर्न सक्नु पर्यो भन्ने कुरा। अहिलेको जमानाको मान्छेहरूलाई त्यो कम्प्लिकेसन मन पर्दैन कि दाइ होइन, सिम्पल होस् नि त होइन। जस्तो अब भिटेन भनौँ, भिटेन दाइ भनौँ होइन, के छ र त्यस्तो होइन। उसले एउटा गीतमा 2टा मात्रै मेटाफोर्सहरू खेलाउँछ होला कि, त्यस्तो केही पनि छैन नि त। तर मेटाफोर्सहरू खेलाएको भन्दा पनि के कुरा गरिरहेको, इमोसन्स छ त्यसमा, के कुरा रिलेटेबल कि अब के कुरा गरिरहेको त्यसले म्याटर गर्छ कि दाइ अब हुन्छ नि। त्यही भएर म चाहिँ अब त्यस्तो अब म मेटाफोर्स त्यो मलाई मतलब लाग्दैन। म बस आफ्नो फिलिङ्स व्यक्त गरिराखु, आफ्नो फिलिङ्स व्यक्त गर्नको लागि त्यो दुनियाँ थरी कुरा गर्नु पर्दैन जस्तो लाग्छ। हाम्रो जङ्गे भाइलाई पनि त्यही होला कि कस्तो छ तपाईँको सोच चाहिँ? पुरै दाइ पुरै हार्डकोर फेरि स्टिल हार्डकोरमा हो, समय अनुसार चाहिँ अलिअलि न्युनी मिसेको दाइको भाइबहरू बिस्तारै चेन्ज हुँदैन। ट्राई गरिरहेको छु। लेख्ने भने त्यही हो होइन, बिट सुनिन्छ अहिलेसम्म त्यही गरेर। अब कुनै कुनै लाइन यतिकै लेखिहाल्छ होइन, अब म्युजिक चाहिँदैन केही चाहिँदैन, यतिकै नै अब आफूले भित्रबाट नै अब त्यो मनमा नै एउटा हुन्छ नि त्यो म्युजिक बजिरहेको छ टाइपको, अनि त्यसरी नै गरिन्छ। तर प्रायः चाहिँ त्यही हो, बिट बजाइन्छ। अब बिटले के हिट हानिरहेको छ त्यो अनुसारले नै अब त्यो अनुसारले फ्लो गइरहेको हुन्छ भन्ने त्यसरी गर्छु। अनि डे टु डे लाइफमा आजकल तपाईँहरूको स्टुडियो सेसनहरू हुन्छ जस्तै हुन्छ नि गर्नु हुँदैछ नि,
त्यो चाहिँ तपाईँहरूले कसरी लाइफस्टाइलमा म्याच गर्नु भइरहेको छ? अब कस्तो छ तपाईँहरूको रुटिन चाहिँ आजकल स्टुडियोमा जाने रेकर्डिङहरू चाहिँ के कसो हिसाबले हुँदैछ र कुन प्रोडक्सन हाउसहरू युज गर्दैछ होइन? अनि स्टुडियो सेसन चाहिँ तपाईँले कसरी मिलाउनुहुन्छ र अब तपाईँको स्केड्युल चाहिँ कसरी क्रिएट गर्नुहुन्छ त? यस्तो हो, अब आफूलाई गर्नै छ भने त कसरी गरिहाल्छ होइन। मेरो चाहिँ के छ भने अब मलाई सपोर्ट गर्ने दाइ हुनुहुन्छ होइन, मेरो अब जुन अहिले म स्टिल गरिरहेको छु काम, बिग साउट दिनेश दाइ होइन, तर एकदम सपोर्ट गर्नुहुन्छ उहाँले चाहिँ। जे होस् बुझ्नुहुन्छ कि धेरै, उसले अब हुन्छ नि भाइले गर्ने खालको मान्छे, अब उसले मलाई पनि गरिरहेछ, उसले आफ्नो एउटा प्यासन पनि फलो गर्नुपर्छ, उसलाई पनि जे होस् फ्रिडम होस्, उसलाई पनि त्यस्तो कामबाट रोकथोक नहोस् भन्ने सोच्नुहुन्छ। त्यही भएर चाहिँ अनि मैले चाहिँ जे होस् त्यो अनुसारले गरेर चाहिँ मैले काम पनि गर्छु, अनि त्यो अनुसारले आफूलाई गर्न मन लागेको बेलामा त्यसरी नै म स्टुडियो सेसन गर्छु होइन। अनि अब त्यही हो, अब भनौँ न मैले म्यानेज चाहिँ गरिरहेको छु भनौँ न, अब जब पनि छ प्लस होइन, प्लस म्युजिक पनि आफ्नो एउटा साइड बाई साइड चलिरहेको छ होइन, अहिलेसम्म चलिरहेको नै छ। त्यस्तै हो भनौँ न। जे होस् केटाहरूको लाइफ चाहिँ अब रियल हसल छ भनौँ न, त्यो चाहिँ एभ्री टाइम आएर स्टुडियोमा गर्ने चाहिँ छैन। जे होस् काम भइरहेको छ भाइको पनि अब लर्निङ मेरो त एभ्री टाइम भन्नुपर्दाखेरि दाइ चाहिँ रियल हसलर है, उसले काम पनि गरिरहेको छ। अनि होइन मेन कुरा भन्दाखेरि काम गर्ने अब जसकोमा काम गरिरहेको त्यो मान्छे पनि एकदम बुझिदिनु सक्यो। अब दिनेश दाइ होइन, त्यो अब मान्छेको कसैमा काम गऱ्यो भने त उसको त अब त्यो नोकर जस्तो टाइपको हुन्छ नि त, त्यस्तो तालले भन्न खोजेको नि। जस दाइ चाहिँ त्यस्तो त होइन, दाजुभाइ जस्तै कि अब होइन यो पर्यो त्यसमा सर आउट टु दिनेश दाइलाई पनि होइन, एकदम छैन यस्तो सपोर्ट हुनुपर्छ सबैलाई होइन। ल अनि अर्को कुरा चाहिँ के भन्दाखेरि होइन, अब मेन कुरा चाहिँ अब आउँछ यही कुरामा गर्दाखेरि चाहिँ, अनि लाइक प्रड्युसर्स चाहिँ हाम्रो स्पेसली यङ फ्लाको नै होला दुईजनाको लागि होइन, हाम्रो मिक्सिङ मास्टरिङ गर्नेको लागि। सो लाइक यङ फ्लाकोलाई त अब भाइले भेटेकै फर्स्ट टाइम भेटेकोदेखिबाट नि मान्छे चिनिन्छ पनि होइन, त्यो अनुसारले पनि एउटा रिलेसन राम्रो छ। जे होस् सम्बन्ध चाहिँ राम्रो गहिरो छ यङ फ्लाकोहरूसँग, द्याट्स ग्रेट। ल सट आउट टु यङ फ्लाको। अनि अर्को कुरा चाहिँ लाइक हुन्छ नि तपाईँहरूले अब यङ फ्लाकोसँग चाहिँ कसरी कन्ट्याक्टमा बस्नुहुन्छ भन्नाले चाहिँ अब लाइक एउटा सङ रेकर्ड गर्नु जस्तै जङ्गे भाइले गर्नुहुन्छ होइन, अब त्यो बिट उसलाई दिने हो कि अब तपाईँले आफैले गएर गर्ने हो, त्यो कुरा चाहिँ कसरी हुन्छ? तपाईँको सेसन चाहिँ कस्तो हुन्छ? अहिले चाहिँ यस्तो छ, अहिले चाहिँ जस्तो अहिले पनि स्टिल अब युट्युबबाटै गरिन्छ होइन, सुनिन्छ। अब अहिले जस अफिसियली गरिरहेको छु, 4-5वटा ट्र्याक गरि पनि सक्यो। मेरो ग्यालेरी बिट भन्ने साथी छ, सारा टु ग्यालेरी बिट साथी होइन, उसले गरिदिरहेको छ। जस अहिले चाहिँ सेसनको लागि चाहिँ त्यो टाइम चाहिँदैन क्या, किनकि अब आफ्नो दाजुभाइ जस्तो भइसक्यो होइन फ्लाको भन्ने होइन साथी। अब जस जतिखेर मन लाग्यो त्यतिखेर हुन्छ, त्यो यस्तो हुँदैन भनौँ न, आफ्नै टाइप आफ्नै स्टुडियो हो टाइपको हुन्छ नि। अनि अहिलेसम्म भाइले लेख्नु भएको चाहिँ एउटा आफ्नो लाइन होइन, एउटा भर्स हुन्छ, त्यो चाहिँ फेभरेट कुन छ र अहिलेसम्मको फेभरेट अब जुन चाहिँ कसको लागि डेडिकेसन गरेको छ भन्ने कुराहरूमा चाहिँ तिम्रो चाहिँ कुन छ अहिलेसम्मको चाहिँ? मेरो अहिलेसम्मको भन्नुपर्दा अब हुन त अब आफ्नै ऱ्याप त अब त्यस्तो मन त पर्दैन दाइ होइन, तर जे भए पनि अब मेरो एउटा ट्र्याक छ लोयल्टी ओभर लभ भन्ने, त्यसमा चाहिँ 8 लाइन चाहिँ मैले मेरो मम्मीलाई डेडिकेटेड गरेको छु। अनि त्यो चाहिँ कस्तो छ भन्दाखेरि अब चिन्ता नलिनु आमा, छोरा तिम्रो सुपरस्टार दिनकै लेख्छ गाना, लेख्ने पर्यो मनमा धेरै बेथा छ, सबै भन्न सक्दिनँ त्यही भएर व्यक्त गर्दै बस्ने गर्छु पानामा, सुन्न मन लाग्थेन हजुरको कुरा, छुरा जस्तो शब्द खासमा थियो खुवा, निस्वार्थ माया तिम्रो आफू आधा मेरो मलाई पुरा मेरो सब थोक तिमी आमा र तिमी नै बुवा, अब गर्दिन मन दुख्ने हरकत, अब समथिङ लाइक द्याट होइन। डेडिकेसन फर योर मम। या माई मम, सी इज माई एभ्रिथिङ। लाइक मेरो मम्मीको लागि त्यही हो मेरो अब अहिलेसम्मको बेस्ट भन्नुपर्दाखेरि चाहिँ। अनि हाम्रो जङ्गे भाइको चाहिँ? मेरो चाहिँ खास त्यस्तो भन्दाखेरि नि जस छ भनौँ न 2-3वटा छ। एउटा चाहिँ मलाई जस मन राम्रो लाग्ने भने चाहिँ एउटा भोक लाइन छ जे होस् होइन, मैले चाहिँ सबैलाई भोक गरेको छु मेरो फ्यामिलीमा भएको छ, आमा दिदी बहिनी बाउ होइन, त्यो चाहिँ यस्तो टाइपको छ। जस आमालाई गर्व होस् छोरोले ऱ्याप हानेर, बाबाले हिँड्न पाउँछ शान्तले सान दिएर, दिदीलाई चाहियो के भाइ सधैँ साथ हुनेछ, बहिनीले जे सोच्या त्यो दाइले पुरा गर्नेछ,
यो टाइपको छ होइन अरू पनि छ ओके गुड तर केटाहरूको भर्स चाहिँ डेडिकेसन फर यर फ्यामिली पनि रहेछ नि त भन्ने कुरा नट ओन्ली अबाउट हुड लाइफ यताउति होइन फ्लेक्स लाइफ त्यो होइन एट द एन्ड फ्यामिली नै हो नि त दाइ ओके सो लेट्स मुभ अन टु अनदर टपिक है अब इन्डस्ट्री एन्ड करियरको कुराहरूमा चाहिँ अहिले केटाहरूले धेरै फोकस गरिरहेछ होइन अब त्यो किनभने त्यो इन्डस्ट्री त अब आफ्नो ठाउँमा छैन त्यो अब होइन अब होइन भन्नुले अब तपाईँहरूको एरियामा छैन तर अहिलेको यहाँको इन्डस्ट्रीमा पनि गेममा त आएको छ नि त थोडीबाट भयो पनि चितवनबाट भयो पनि होइन जस यो इन्डस्ट्रीमा आएर पनि केटाहरूले गरिरहेको छ हसल जारी नै छ होइन सो फर्स्ट अफ अल त अघि नै भनिहाल्यो तपाईँहरूले होइन कसरी इनिसियल फेजमा चाहिँ गएको थियो भनेर होइन धेरै हर्डल्सहरू थियो धेरै अब उताउ चढाउ थियो तर पनि केटाहरूले गरिरहेछ टिकिरहेछ अहिलेसम्म गरिरहेछ त्यसको लागि चाहिँ केटाहरूलाई एकदम मेरोबाट होइन थम्सअप छ होइन अनि अर्को कुरा चाहिँ के भन्दाखेरि चाहिँ क्रिटिसिजम हुन्छ नि जस्तै अब कतिजनाले गर्छ केटाहरू अब कहाँबाट आएको यिनीहरू यताउति भन्ने कुरा अनलाइन हेट मैले जस्तै तपाईँले अस्ति हामी जस्तै अहिले बिहाइन्ड द सिनमा अघि कुरा गरेको थियौँ हाम्रो एउटा ट्रोल भएको थियो अरे एउटा होइन त्यो कुराले पनि तपाईँहरूलाई हाइलाइट भएको थियो होइन क्रिटिसिजमले गर्दाखेरि पनि तपाईँहरूलाई प्लस पोइन्ट भयो नि त इट्स नट ओन्ली लाइक हुन्छ नि कहिलेकाहीँ कसैले बिल्ला उडायो भन्दामा त्यो चाहिँ होइन तर त्यही कुराले चाहिँ झन् प्लस पोइन्ट दियो नि त अहिलेको जमानामा क्रिटिसिजम भनेकै प्लस पोइन्ट हो कि मान्छेहरूले प्लस पोइन्ट होस् भनेर क्रिटिसिजम गर भनेरै भन्छ कि भाइको कुन ट्र्याकमा चाहिँ क्रिटिसाइज भएको थियो नि मेरो लुक एट माई ग्याङ भन्नेमा त्यसमा चाहिँ यस्तो खालको थियो त्यो अब त्यो अब स्कुटर अब जे छ त्यही त गर्नु यो फ्याक्ट छैन रियल हो रियल हो भाडामा ल्याइँदैन आफ्नो जे छ त्यही हो टाइपको होइन दाइको स्कुटर थियो यस्तो राउन्ड गरिरहेको थियो बिचमा थियो अनि त्यसलाई चाहिँ एउटा क्लिप स्क्रिनसट गरेर चाहिँ त्यसलाई चाहिँ अनि जस त्यसरी चाहिँ गरेको थियो तर त्यो भने बिग डिल हो क्या फेरि होइन राम्रो कुरा हुन्थ्यो भने त्यस अरूले के सोच्ला नसोच्ला जसले क्रिटिसाइज गरे उसलाई पनि सर्ट आउट छ होइन त थ्याङ्क यू होइन ओके ओके यु ह्यान्डल द्याट त्यसलाई क्रिटिसिजमलाई चाहिँ पोजिटिभली लिएर चाहिँ प्लस पोइन्ट भयो ओके सो लाइक हुन्छ नि अब तपाईँहरू दुईजनाको बिचमा पनि ट्र्याकहरू मैले अब म्युजिक भिडियो हेरेँ धेरै सपोर्ट छ दुईजनालाई गरिरहेको छ होइन अहिलेको प्रेजेन्टमा चाहिँ के कोलाबोरेसनहरू हुँदैछ कि दुई बिचकोमा अहिलेको प्रेजेन्टमा चाहिँ भाइको कति 2-3 दिन अगाडि एउटा सुटकेस ड्रप भएको छ मेक स्योर टु चेक इट आउट त्यो चाहिँ हाम्रो आफ्नै अब गाउँको मेरो आफ्नै गाउँको हाम्रो गाउँको ब्रह्म नगरको बारेमा छ सो मेक स्योर टु चेक द्याट आउट त्यही हो अहिले चाहिँ के कुक हुँदैछ दुई बिचमा अलिक नयाँ कुराहरू के नयाँ कुरा अहिले त अब O51 गरेको थियो योभन्दा रिसेन्टली लास्ट टाइममा हामीले त्यो पनि 3-4 वर्ष अगाडि लेखेको कुरा थियो होइन गरे अब नेक्स्ट टाइम आउँदैछ O51 भर्जन 2 आउँदैछ मुभी कोलाबोरेसन बिट्विन जङ्गे एन्ड पजल पी होइन त स्ट्रेट आउट उताको लागि खतरा 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 आउँछ अब त्यही हो होइन अब माया गर्नेलाई अब माया छ अब माया नगर्नेलाई पनि माया छ तल्लिरबाट ल अनि वाट एडभाइस विल यु गिभ टु अपकमिङ ऱ्यापर्स फ्रम यर प्लेस अब तपाईँहरूको ठाउँबाट आउने ऱ्यापरहरूलाई के दिनु चाहनुहुन्छ के भन्नु चाहनुहुन्छ सपोर्ट कसरी दिनु चाहनुहुन्छ गर होइन गर्दै जाऊ होइन खुकुरीहरू नहान्न धेरै खुकुरी बन्जरहरू अलिकति कमै हान हजुरभरि सबैले हानिरहेको छ होइन जे होस् अलिकति गर्न खोज होइन अलवेज साथ छ अब हामी ठुलो पल्टेर त्यो गर्ने टाइपको नि होइन कि आऊ होइन सँगै गरौँला होइन कसरी लिन्छ तिमीहरूले भन्ने टाइपको हो होइन दाजुभाइ अलवेज सँगै हुन्छ होइन चाक जल्नेहरूको जलिरह अलवेज यो दुईजनाहरू कहिले छुट्टिँदैन मुली गरिरह चप्पल दिइरह भन्ने हुन्छ होला होइन जे होस् तर अब सँगै मिलेर गर्ने भने चाहिँ आऊ भने अलवेज सपोर्ट छ भने होइन हामी बर्मनगर मात्रै होइन कि होल पुरै ठोडी के सबै केटाहरूलाई एकदम राम्रो छ 1-2जना भाइहरू हुन्छ 1-2जना दाइहरू हुन्छ राम्रो गरिरहेछ जे होस् गरिराखौँ सँगै मिलेर गरौँ डोर इज अलवेज ओपन फर एभ्रीवन झाडीमा नजाऊ चाचाजीहरूलाई भेट्न अलिकति कम जाऊ अब त्यो स्ल्याङहरू चाहिँ अब भाइहरूकैतिरको होला हामीलाई चाहिँ अलिकति नलेज भएन होइन अब बुझ्नेले बुझिसक्यो ओके द्याट्स फ्याक्ट्स होइन अनि यो कल्चरल इम्प्याक्ट हुन्छ नि जस्तै अब विदिन अ इयर अब यस्तै भयो होइन अब हिपहपको बारेमा पनि सिक्दै गयो लाइफको बारेमा पनि सिक्दै गयो होइन धेरै कुराहरू सिक्यो नि त होइन अब त्यो ठाउँबाट यहाँ आउनु भनेको त इट्स अ बिग डिल होइन अब यो कुरामा चाहिँ अब कस्तो हुन्छ चाहिँ करेन्ट स्टेटमा चाहिँ अहिले चाहिँ तपाईँहरूले चाहिँ अब कहाँसम्म पुग्छु भन्ने एउटा फोकस लिएर एउटा एम लिएर जानुहुँदैछ अलिक कस्तो छ अब
कस्तो छ एम्बिसन चाहिँ कस्तो छ फुल फेसमा नै प्रोफेसनल रूपले नै जाने हिसाबले गर्नुभएको छ कि अब नेपालमा अब अलिकति अब तपाईँलाई पनि थाहा छ दाइ एज अ ऱ्याप मात्रै गरेर खानलाई कि त एकदम पुरै मेन स्ट्रिम हुनु पऱ्यो दाइ होइन कि त के हुनु पऱ्यो तर जे जस्तो भयो नि मेरो चाहिँ के हो यो लेभलसम्म जान्छु त्यो लेभलसम्म जान्छु भन्दाखेरि नि हुन त हाई लेभल जान मन छ नि अफकोर्स तर अब कतिसम्म छ भने यो चाहिँ एउटा ह्याप्पिनेस हो कि दाइ हुन त मैले अहिले लौडा पनि पैसा कमाएको छैन फ्यामिलीलाई पैसा पठाएको छैन सिधै कुरा होइन तर यो कुरा गरेर चाहिँ मलाई ह्याप्पी मिलिरहेको छ कि दाइ सो आई डु इट टिल आई डाई के दाइ म मर्ने बेलासम्म गर्छु कि ह्याप्पिनेस हो कि मलाई अहिले नै फेमस हुनु छैन कि तर हसलको एभ्री चुक्ता पाइ चाहिँ मलाई चाहियो कि दाइ द्याट्स इट होइन किताब अब त्यही हो दाइ अनि हाम्रो जङ्गे भाइ त स्टिल इज ग्राइन्डिङ होइन अब काम पनि हानेको छ ट्र्याक पनि नो क्याप दाइ ट्रु हसलर यस्तो एम भन्ने चाहिँ लिएको छैन अहिलेसम्म त्यहाँ पुग्छु भन्ने सोचेको छैन पुगेला अब त्यो बादमा देखा जायो होइन तकदिरमा होइन अनि एउटा माइन्डसेट त हुन्छ त्यही नि अब नसिबमा के छ भन्छ भन्नु चाहिँ तर नसिबमा के छ त्यो आफूले गर्नुपर्ने हो त्यो चाहिँ होइन आफूले लेख्नुपर्छ भन्छ आफूले लेखेर चाहिँ बन्ने हो नसिब भने होइन छ नसिबमा त के छ नि तर के चाहिँ छ भनेर चाहिँ आफूले नै खोज्दै जानु पऱ्यो नि त अब होइन बिलिभ छ एउटा होइन के भइन्छ भन्ने ढुक्क छ दाइ बिलिभ छ गर्दै गएपछि अफकोर्स हुन्छ बिलिभ तर टु मच एक्सपेक्टेसन पनि राखेको छैनौँ जे गर्दै जाऊँ सिक्दैछ सिकिराखेको छौँ होइन अनि अब हामी अलिकति है अब धेरै कुराहरू भयो होइन धेरै कुराहरू त्यहाँ ठाउँहरूको पनि सिक्यो होइन अलिकति अब पर्सनल लाइफतिरको हुन्छ नि अलिकति डेप्थमा जाँदाखेरि चाहिँ लाइक फ्यामिलीहरू के कस्तो सपोर्ट कस्तो भन्ने कुरामा चाहिँ हाम्रो पहिला जङ्गे भाइलाई सोध्नु चाहन्छु क्या मेरो फर्स्ट अफ अल भन्नुपर्दा त अब मिडल क्लासै हो होइन त्यो त अब प्रायः सबैको त्यही नै छ त्यही नै हुन्छ नि होइन त्यो सपोर्ट त अब गर्नु त गरि नै हाल्छ राम्रो कामको लागि त गरि नै हाल्छ होइन नराम्रो काम गर्ने त कुनै नि भएन त्यसमा त होइन सपोर्ट गर्ने कुनै नि भएन यहाँसम्म आइसकेपछि यहाँसम्म त्यो पनि अब प्लस अहिलेसम्म पनि जो सपोर्ट भन्दा नि सपोर्ट पनि गर्छ एक हिसाबले फेरि अब किन गरिरहेको हुँदैन छोड्दै जा यताउता टाइपको हुन्छ नि हुन्छ यस्तो कुरा नि हुन्छ तर एक मनले चाहिँ फेरि गर्छ पनि गरिरहेको हुन्छ मलाई चाहिँ अहिलेसम्म चाहिँ सपोर्ट गर्ने भनेको चाहिँ जस्ट एक दुईजना छ एउटा मेरो अब आफ्नै बहिनी पनि छ मेरो दिदी पनि छ होइन अनि एउटा मेरो दाइ छ एउटा मेरो भाइ छ होइन जस विकास दाइलाई एकदम माया छ मेरो विवेक भाइलाई धेरै माया छ होइन लास्ट सपोर्ट गर्छ जस फाइनेन्सियलकै हिसाबमा जोस् होइन दाइलाई खाँचो पराएको बेलामा चाहिँ दाइ भन् गर्नु पऱ्यो भने यसो त्यो टाइपको चाहिँ जो सपोर्ट गर्ने ब्रदरहुड सिस्टरहुड मेरो आफ्नै बहिनी अहिले होइन तपाईँलाई नै अब जस थाहा हुन्छ बिस्तारै यो कुरा चाहिँ अब जो छ भन्नु सपोर्ट गर्ने पढाइ बेलामा चाहिँ जोस् हाम्रो पजल भाइको के छ अब फ्यामिलीको सपोर्ट यताउति भन्ने कुरा चाहिँ एकदम हुन्छ नि एकदम सपोर्ट छ कि अब हुन्छ नि मम्मी पनि अब मैले भनिरहेको हुन्छु मम्मीलाई होइन यस्तो गरिरहेको छु मम्मी उसले पनि अब मम्मीले पनि होइन एकदम मम्मी मेरो एकदम भगवान् म बसेदेखिबाट मम्मीसँग बसेको बाबाले नि एकदम बाबा चाहिँ अब कुनै टाइममा उसलाई नि सिङ्गिङ एकदम राम्रो लाग्ने होइन बाबा मेरो बाबा पनि गाएकै हो ब्लड लाइन अब उसले चाहिँ के भन्छ भन्दाखेरि मैले त गर्न सकिने सपना पुरा त चाहिँ सपना पुरा गरेँ भनेर एकदम होमिस टाइपको वाट्सअप होमी भनेर भनिदिन्छु मैले मेरो बाउलाई त्यो हुन्छ नि मेरो बाउले मेरो गीत गन्काउँछ ल छोराको गीत है भनेर गाउँभरिमा अब ठिक छ अब मम्मी बाउ चाहिँ अब अलिकति सेपरेट हुनुभयो होइन म सानै हुँदाखेरि हल्का तर जे भयो नि दुवैतिर भेट्नु पनि गइदिन्छ अनि दुवैतिरबाट एकदम सपोर्ट आउँछ दाइ हुन्छ त्यो सिट टिम भइरहेको छ अहिले हल्का अलिकति जस मान्छेले कुरा गर्छ देख्छ नि त दाइ होइन गाउँठाउँमा अब जस समाजमा छोराले त के हो टाइपको हुन्छ नि त उनीहरूलाई नि अलिकति प्राउड हुन्छ अलिकति त्यो चाहिँ हल्का अलिकति त्यो चाहिँ ठुलो कुरा हो नि होइन अनि इफ यु वन्ट मेकिङ म्युजिक हुन्छ नि अगर तिमीले म्युजिक नबनाएको भए त यति बेला तिमी के कहाँ हुन्थ्यो होला भन्ने कुरा चाहिँ अब गेस गर नि त के हुन्थ्यो होला अब जस्तै तिमी ऱ्यापमा गयो हिपहपमा गयो त्यो नभएको भए चाहिँ अहिले पजल पी चाहिँ होइन कि तिम्रो रियल नेममा चाहिँ तिमी कहाँ हुन्थ्यो होला जस्तै कि तिमी प्रतीक भएको भए चाहिँ कहाँ हुन्थ्यो द्याट मिन्स अब त्यही जक्सन त्यो होइन हुन त अब त्यही जक्सन यताउतिबाट पनि अब स्टार्ट भयो एउटा इन्फ्लुएन्स भयो होइन तर अब त्यो हिपहपमा एउटा इन्क्लुड भएपछि अब एउटा छुट्टै माइन्डसेट पनि बन्यो नि त आफूले अब आफ्नो इन्सपिरेसनहरू हेरिन्छ अब होइन चेन्ज गर्नुपर्ने रहेछ है भन्ने टाइपको नि हुन्छ अब त्यो स्टार्ट नगरेको भए चाहिँ अब त्यही अब
गाड हान्दै अब झाडीतिर होइन केटाहरू पुरै स्ट्रिट लाइफ फुल्ली स्ट्रिट लाइफ होइन त्यस्तो स्ट्रिट लाइफ फुल्ली त्यो गेरो पनि होइन दाइ होइन तर जे होस् हामी राम्रै फ्यामिलीबाट आएको हाम्रो मम्मीहरूले हामीले राम्रो सिकाइदिएको हामीले आफै स्ट्रिट तर आफूले स्ट्रिट चुज गर्यो गरेको कि हुन्छ नि फुल्ली स्ट्रिट दाइ यार कसम त्यो माइन्ड फ्लक्चुएट भएको त्यो देखेर नै अब लाज लाग्छ कि के गर्यो भनेर होइन अब नभनौँ तर थाहा छ केटाहरूलाई एक्सप्लिसिट हो एकदम एक्सप्लिसिट होइन जे भयो अब हाम्रो म हुन्थेन दाइ तिमी हुन्थेन आफ्नो होस हवासमा हुन्थेन होस हवासमा भन्दाखेरि नि अब हिपहप चुज नगरेको भए म हुन्थेन कि म यदि हिपहप चुज नगरेको भए अहिले मलाई मान्छेहरूले छुट्टै रेस्पेक्ट दिन्छ कि दाइ असल पि है दामी ऱ्याप हान्छ है भनेर अनि तँ अहिले कहिलेकाहीँ चाहिँ अनि अलिक ओभर रेटेड हो कि क्या हो जस्तो किनकि आफूमा त सेल्फ डाउटहरू हुन्छ धेरै हुन्छ मान्छेहरूले त त्यो देख्दैन नि त आफूलाई मात्रै खतरा हान्छ है ऱ्याप भनेर त्यो छुट्टै रेस्पेक्ट दिन्छ नि त दाइसँग अनि अब म ऱ्याप नहान्ने भएको भए म हिपहपमा इन्क्लुड नभएको भए चाहिँ त्यो रेस्पेक्ट पाउँथेन होला हाम्रो जङ्गे भाइको चाहिँ के छ त अब तिमी उसमा नभएको भए के हुन्थ्यो होला भन्ने कुरा अब जस्तै एन्चलाई चाहिँ नभेटेको भए भन्ने कुरा चाहिँ अब होइन किनभने इनिसियल फेजमा एन्चले चाहिँ अब स्टुडियोमा इन्टरेक्सन भयो नि त त्यो नभएको भए चाहिँ अब जङ्गे भाइ चाहिँ त्योभन्दा पनि अझै अगाडि पनि जाउँ न हिपहप नभएको भए लाइफमा चुज्न त्योभन्दा अगाडि पनि आर्टिस्ट नै थियो रिलेटिभली विथ वाट अब कस्तो बुद्ध टाइपको स्कल्पचरहरू स्कल्पचिङ ह्यान्डिक्राफ्टको जस लाइनमा थिएँ हजुर जस यदि त्यो नभएको भयो नि अब त्यही हो सिधै कि अब खाडी मुलुकतिर हुन्थ्यो कि होइन नत्र त प्रायः त्यस्तै हुन्थ्यो होला सायद भएको भए चाहिँ यदि नभएको भयो भने होइन अब यो हिपहप इन्फ्लुएन्समा म नछिकाएको भए त्यो हुन्थ्यो होला जस्तो एउटा आर्टमा चाहिँ हुन्थ्यो होला जस्तो लाग्छ मलाई अब अहिले ठिक छ जे हुन्छ राम्रै छ भनौँ राम्रो लाग्छ अहिले जस त्यो अब गऱ्यो त्यो अहिले त्यो पासको कुराहरू हो होइन तर जस त्यो चाहिँ हुन्थ्यो होला यदि हिपहप नभएको भए चाहिँ टाइपको अनि मान्छेको हुन्छ नि तिमीलाई जुन चिन्ने मान्छेले तिमीमा मिसकन्सेप्सन हुन्छ नि पजल पी चाहिँ यो हो भन्ने नचिनेको अब जस्तै तिमी अहिले पजल पी छौ मान्छेले त तिमीलाई सिर्फ प्रतीक भनेर चिनेको छ नि त पजल पी र प्रतीकमा चाहिँ के फरक छ मान्छेको अगाडि चाहिँ पजल पी र प्रतीकमा धेरै फरक छ दाइ यार पजल पी भनेको चाहिँ अब प्रतीक भनेको चाहिँ अब पजल पी भन्दा धेरै अगाडिको मान्छे कि दाइ लाइक म स्कुल लेभलमा हुँदाखेरिको मान्छे कि अब उनीहरूले चिनेको छ नि त अनि मैले भने त अघि नै जस्तै स्कुल लेभलको मान्छेहरूले अब 2-3 वर्षपछि अब जब उनीहरूले फाइन्ड आउट गर्छ म ऱ्याप हानिरहेको छु यताउति उनीहरूको छुट्टै पर्सेप्सन हुन्छ नि त ल मैले यो त यस्तो चेन्ज भएछ यार त्यो चेन्ज भएछ पजल पी र प्रतीकमा धेरै चेन्ज छ दा यार धेरै चेन्ज छ लाइफस्टाइलमा चेन्ज छ हैन पजल पी भनेको चाहिँ एउटा डिसेन्ट अब एउटा एकदम हैन कोमल मन भएको सोझो मान्छे थियो हैन तर अब चेन्ज गराइदियो दाइ सबै कुराहरूले अब लाइफमा भएको कुराहरूले फ्यामिलीको सिचुएसनहरूले सबै कुराहरूले चेन्ज गराइदियो दाइ अब म भन्न पनि चाहन्दैन सबै कुरा पर्सनल स्पेस त राख्नु पर्यो आफ्नो हैन तर फक्ड अप के दाइ लाइक धेरै कुराहरूले चेन्ज गरेको अनि हाम्रो जङ्गे भाइको चाहिँ के छ त्यो कुरामा चाहिँ जङ्गे र हाम्रो निराजनमा चाहिँ त्यस्तो त डिफ्रेन्ट त हुने थियो होला सायद हैन भयो भने नि अब यस्तो हुन्छ म निराजन भएको भए चाहिँ अब कस्तो हुन्थ्यो भने अब जस त्यस्तो विधि म जस हुन्छ नि त्यो अब बाउआमाको त्यस्तो अटेरी छोरा पनि होइन होइन तर जस रेस्पेक्ट गर्ने जस भनेको नि मान्ने टाइप पनि हो होइन जस सबै कुराहरू मान्ने टाइपको छोरा पनि हो एउटा हिसाबले होइन हुन्थ्यो होला सायद केही नगरे पनि जस बाउआमालेको देखाएको बाटोमा चाहिँ जान्थ्यो होला म होइन अनि अब पछि जङ्गे भएपछि त अब छुट्टै भयो जङ्गी नै पर्यो नि त आफ्नै पारा होइन त जङ्गेको सिट अघि जङ्गी नै हुन्छ अब जस निराजन भएको भए अब त्यही अनि भाइहरूको चाहिँ अब सरी केटाहरूलाई जे होस् अब अब हुन्छ नि सबै कुरा कुकिङहरू गर्ने अब जस्तै हुन्छ नि सबै कुरा प्रिपरेसन चाहिँ हाम्रो प्रोलिफिक प्रड्युसर हाम्रो यङ फ्लाकोबाट भइरहेको छ सपोर्ट होइन पुरै फुल फेज होइन अनि भाइले पनि गरि नै रहेको छ होइन अब यसरी नै जानु पर्यो अगाडिसम्म होइन अब हुनु भएन अब जे भने पनि क्ल्यारिटी हुनु पर्यो जे कुरा गर्दाखेरि तिमीहरूको चाहिँ त्यो हो कन्सेप्ट अहिले चाहिँ मलाई चाहिँ एकदम जो सजिलो भएको छ भनौँ न अलिकति जो भाइ पनि भइहाल्यो होइन झन् आफ्नै ठाउँको भइहाल्यो त्यहीमाथि अब ऊ
एभ्री डे एभ्री नाइट ऊ स्टुडियोमै हुन्छ होइन जतिखेर म आउनु मन लाग्यो भने आयो होइन वेलकम हो कि यहीँ खायो सुत्यो यहीँ आफ्नै हो नि त दाइहरू भनेको त आफ्नै एउटा त्यो भएर मलाई सजिलै हुन्छ अहिले आर्टिस्ट चाहिँ त्योभन्दा अगाडि सजिलै थियो त्यस्तो होइन जो सजिलै थियो अहिले त अब अलिकति छुट्टै हुन्छ नि त्यो आफ्नो पनि छ है टाइपको हुन्छ नि त अब जस अब अगाडि पनि सजिलो लाग्थ्यो अहिले चाहिँ जस भाइ पनि छ जस भाइबाट पनि सिकिन्छ मैले होइन अब सिकाउनु पर्यो एकअर्कालाई पनि होइन बढी त उसले नि जानेछ नि त त्यो भने मैले नजाने कुरा उसले जान्छ होइन मैले नजाने त्यो हुन्छ नि त त्यो भएर सजिलो हुन्छ क्या जे भयो भने केटाहरू छ नि त सबै अलिकति जस मिल्ने केटाहरू छ नि त त्यही भएर पनि अनि जस त्यो मनले नै मान्दैन क्या त्यही भएर गर्नै पर्छ टाइप पनि फिल आउँछ त्यही भएर द्याट्स गुड होइन त्यसो भने असल जारी छ केटाहरूको अब यहाँ अब हामी लास्टमा पनि आइसक्यो होइन धेरै मजा आयो केटाहरूसँग गफ गर्नु लागि होइन किनभने आउट अफ द त्यो टपिकहरू पनि अब कसैले अब नसुनेको टपिकहरूको कुरा भयो नि त यहाँ होइन फर्स्ट टाइम हुँदा होइन फर्स्ट टाइम हुँदा है सुरुमा अलिकति नर्भस भइरहेको थियो होइन फ्याक्ट हो नि अब जे आफूलाई फिल भएको छ त्यो स्पिड गर्नु पाइयो होइन त्यही कुरा हो होइन अनि अब कोही अब हामी लास्टमा आइपुग्यो हो अब यत्रो टाढोबाट केटाहरू आएको छ ठिक छ होइन अनि अब लास्ट एनी स्पेसल साउट आउट टु एनी वान तिमीहरूको कोही छ अब डाइरेक्टली क्यामेरामा हेरेर सर्ट आउट देऊ अब कोलाई सर्ट आउट दिनुहोस् होइन एभ्रीवन फ्रम वडा नम्बर 3 ब्रह्मनगर होइन साराचु बी स्ट्रिट भरतपुरको सबजना साराचु सुमित दोस्त मेरो सुमित दोस्त होइन साराचु एभ्रीवन लाइक मेरो सब केटाहरू गौरव दाई यताउति अनि मेन साराचु माई फ्यामिली मेरो मम्मी होइन आई लभ यु सो मच अनि मेरो बाबा होइन मेरो ठुल मम्मी होइन मेरो हजुरआमा अनि उनीहरू भनेको एकदम मेन होइन साराचु एभ्रीवन अनि गरिरहेछ होइन तपाईँको छोराले तपाईँको होइन अब गरिरहेछ राम्रो गर्न ट्राई गरिरहेछ जे होस् होइन अब हल्का वेट गरिदिनुहोस् होइन अब एकैचोटि हुँदैन सबै कुरा थाहा छ कमाएर केही नि दिएको छैन जे होस् म ट्राई गरिरहेको छु सबै कुराहरू त्यही हो अब अलिकति बुझिदिनु द्याट्स इट के अनि हाम्रो जङ्गे भाइको त्यही हो मेरो चाहिँ अब फर्स्ट अफ अल चाहिँ म आफ्नो फ्यामिलीलाई नै भन्न चाहन्छु होइन किनकि अब उमेर गइसक्यो नि त अहिलेसम्म बुझिरहेछ एकदम माया लाग्छ त्यही भएर माया गर्छु पनि होइन अहिलेसम्म बुझिरहेछ त्यसैले नै म चाहिँ आफ्नो फ्यामिलीलाई पहिला प्रायोरिटी दिन्छु होइन यो कुरामा चाहिँ अनि अरू भनेको त आफ्नो सपोर्टरमा छँदैछ होइन हाम्रो फर्स्ट अफ अल त मेरो अब भनेको नै हाम्रो यो प्रोलिफिक प्रोडक्सन रेकर्ड हो होइन त्यो हो अनि अर्को प्लस भनेको अब मेरो साथीभाइहरू छँदैछ होइन त्यसको लागि चाहिँ जस सबैले माया छ भन्नु सबैलाई एकदम म्यासेज पनि यही हो होइन अब किनकि अब कतिलाई गर्न मन लागिरहेको हुन्छ मेरो ठाउँबाट गर्ने मान्छेहरू छ होइन कतिजना छ आउँदा नि हुन्छ यहाँनिर फरक परेन त्यस्तो कुराहरूमा होइन मेरो नाम लिएर आउँदा नि भयो यत्तिकै आउँदा नि भयो होइन फरक परेन यो कुरामा चाहिँ जस सबैलाई माया छ त्यो प्रोलिफिक स्टुडियोजलाई चाहिँ बिग शाउट आउट छ होइन त अनि भाइको अनि एउटा नाम भन्न बिर्सेँ होइन एकदम मेरो अब विदेशमा छ साथी होइन अब लास्ट सपोर्ट गर्छु जे होस् हुन्छ नि अब सराचु बुद्ध दोस्त होइन सराचु गोले होइन थाहा छ नि अब मेरो एकदम पछिदेखिबाटको साथी के दाइ होइन अब उनीहरू अब परिस्थितिले गर्दाखेरि अब विदेश जानु पऱ्यो होइन जे होस् विदेशमा भएर नि सपोर्ट गरिरहन्छ अनि जे होस् अब साउट आउट गर्न बिर्स्यो अथवा यताउति होइन त्यो भनेर चाहिँ नसोच्नु होइन अब सबैको दिमागमा आउँदैन तर जे होस् सबैलाई माया छ सबैलाई माया छ नि त सबैलाई माया छ कि ट्रुली मनदेखिबाट नो क्याप सिट के म त्यो दुनियाँभरि भन्न नि आउँदैन दाइ होइन अब त्यो सबैलाई साउट आउट छ सबैलाई माया छ द्याट्स इट के र हामी अब हाम्रो पोडकास्टको एन्डमा आएको छौँ होइन हामी धेरै थ्याङ्कफुल छौँ हाम्रो भाइहरूको लागि होइन अनि उनीहरूको हसलको लागि तपाईँहरूले पनि देख्नुभयो बुझ्नुभयो उहाँहरूलाई एभ्रिडे सपोर्ट गर्नुहोस् अनि हाम्रो भाइको युट्युबको के छ अलिकति पजल हाम्रो जङ्गे भाइको छ होइन त्यसमा लाइक पनि गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् आफ्नो लोकल आर्टिस्टहरूलाई पनि एउटा सपोर्ट देखाउनुहोस् होइन अनि ल थ्याङ्क यू भेरी मच रियली नाइस मिटिङ यु अल गाइज थ्याङ्क यू फर ह्याभिङ मी ओके guys, peace out. Peace out, motherfucker.